2083 साल जेठ 24 गतेबाट जेठ महिनाको 30 गतेसम्मको अवधिभित्रमा मेष राशिका लागि यो साप्ताहिक राशिफल अनुसार तपाईँको जीवनमा के कस्तो रहेको छ यसको बारेमा मैले अत्यन्तै महत्त्वपूर्ण चर्चा गर्नेछु। मेष राशिका व्यक्तिका लागि स्वास्थ्य, धन, आर्थिक स्थिति, पारिवारिक सामाजिक क्षेत्रहरू, नोकरी, व्यापार व्यवसायका क्षेत्रमा, प्रेम जीवन र वैवाहिक जीवनमा, विद्यार्थीका लागि र केही सुझावहरूको बारेमा, केही उपायको बारेमा मेष राशिको लागि लिएर उपस्थित भएको छु। सबैजनाले भिडियोलाई सेयर, लाइक, कमेन्ट गर्नुहोला र चिना टिप्पण कुण्डलीहरू देखाउनु छ, बनाउनु छ, तन्त्र मन्त्र यन्त्र, वास्तु, पूजा पाठ, ग्रह स्वस्ति, शान्ति यदि केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ। राधे राधे, ओम नमः शिवाय भन्दै भन्दै म पहिला मेष राशिबाट राशिफल सुरुवात गर्न चाहन्छु। र विशेष गरेर मेष राशिका व्यक्तिहरूका लागि के कस्तो छ त, विशेष गरेर हामीले समग्रमा मेष राशिका व्यक्तिलाई यो हप्तामा हामीले समग्रमा कुरा गर्ने हो भने मेष राशिका व्यक्तिलाई यो हप्तामा अत्यन्त उत्तम परिणामहरू आउन सक्छन्। कार्यक्षेत्रमा लाभ र उन्नति प्रगतिको योगहरू देखिन्छ। यसको मामिलामा केही क्षेत्रमा अलिकति होसियार र समाधानी अपनाउनु पर्नेछ, आवश्यकता अपनाउनु पर्नेछ, धैर्य र समझदारीसँग काम लिनुपर्ने स्थिति मेष राशिका व्यक्तिहरूलाई देखिन्छ। मेष राशिका व्यक्तिलाई स्वास्थ्यको कुरा गर्दाखेरि आँखाको समस्याको आउन सक्ने सम्भावना छन्। आँखामा जलन हुन सक्छ, एलर्जी हुन सक्छ, थकानको विषयहरू बढ्न सक्छ, धुलो, धुओ र तथा प्रदूषणबाट जोगिनुपर्ने स्थिति यो हप्तामा मेष राशिका व्यक्तिहरूलाई एकदमै बढी देखिएको छ। अनि त्यसपछि मोबाइल, कम्प्युटरको प्रयोग सीमित रूपमा मात्र प्रयोग गर्नुहोला। पर्याप्त निद्रा लिन आवश्यकता छ। तपाईँलाई निद्राको समस्याहरू देखिएका छन् मेष राशिका व्यक्तिहरूलाई, त्यसका कारणले गर्दाखेरि अलिकति ख्याल गर्न आवश्यकता छ है। तपाईँको लागि बिहानको हिँडाइ एकदमै लाभ हुन्छ मेष राशिका व्यक्तिलाई र हरियो घाँसमा या नाङ्गो खुट्टाले 30 मिनट जति तपाईँको पैदल यात्रा गर्दा स्वास्थ्यमा धेरै राम्रो हुन्छ। मानसिक तनाव कम गर्नका लागि योग, ध्यान, मेडिटेसन राम्रो छ। खानपिनमा विशेष ध्यान दिनु पर्यो, स्वास्थ्यलाई एकदमै ख्याल गर्नु पर्यो। अब आर्थिक पक्ष मेष राशिको लागि यो हप्ता के कस्तो छ त भन्दाखेरि आर्थिक क्षेत्रमा मेष राशिका व्यक्तिलाई ठुलो सम्भावनामा अचानक गुप्त धन, सम्पत्ति, लटरी, भाग्यचिट्टाको योगहरू देखिन्छ। व्यापार र व्यवसायका क्षेत्रमा ठुलो लगानी गर्ने अवसरहरू र लाभ प्राप्ति हुनेछन्। रोकिएको धन फिर्ता हुनेछ र तपाईँले कुनै ठाउँबाट पैसा लिनुपर्ने स्थिति छ भने त्यो पैसा मेष राशिका लागि यो हप्तामा तपाईँको जेठ महिनाको 24 गतेबाट 30 गतेसम्म प्राप्ति हुन सक्ने सम्भावना छन्। बचत आयहरू बढेर जानेछ, नयाँ आम्दानीका स्रोतहरू खुल्ला हुनेछन् र घर जग्गामा लगानी गर्नुहुन्छ भने धेरै राम्रो छ। मेष राशिका व्यक्तिहरूलाई विभिन्न ठाउँबाट तपाईँको लाभ, उन्नति, प्रगति बेच्नको लागि, किन्नको लागि एकदमै राम्रो छ। आर्थिक योजनाहरू सफल हुनेछन् मेष राशिका व्यक्तिलाई र धन धान्यको योगहरू पनि धेरै देखिएका छन् र साथमा चाहिँ भविष्यको लागि धन सेभिङ, इन्भेस्ट गर्नका लागि, नयाँ व्यापार व्यवसाय, कल कारखानाका लागि धेरै राम्रो योगहरू देखिएको छ। भविष्यमा तपाईँको अलिकति खर्चलाई नियन्त्रण गरेर अगाडि बढ्नुभयो भने आर्थिक स्थितिमा तपाईँको आत्मविश्वासको वृद्धि हुनेछ, धेरै राम्रो छ। पारिवारिक जीवनको बारेमा मैले कुरा गर्ने हो भने मेष राशिका व्यक्तिलाई विगतका कुनै पनि गोप्य कुराहरू बाहिर आउन सक्छन्, त्यसका कारणले विचार गर्नुहोला। परिवारसँगको सम्बन्धितमा इमान्दारिता हुनु उचित छ र आफ्ना गोपनीयताहरू भङ्ग नगर्नुहोला, किनकि मेष राशिका व्यक्तिलाई आफ्नो गोपनीयता भङ्ग हुँदाखेरि कहीँ न कहीँ बाधाहरू, अवरोधहरू, समस्याहरू, सङ्कटहरू आउन सक्छन्। गल्ती स्वीकार गर्दा राम्रो हुन्छ हजुरहरूका लागि र गल्तीलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। उचित समयमा तपाईँको लागि राम्रो हुनेछ। आफन्त, नातेदार, इष्टमित्रजनसँगको भेटघाट हुने अवसरहरू छन् र घरमा पाहुनाको आगमन हुने सम्भावना छ को लागि र पारिवारिक वातावरण व्यस्त हुने, अलिकति गुलमिल हुने, भागदौड स्थितिहरू मेष राशिका लागि यो हप्तामा धेरै देखिएका छन्। परिवारको साथ सहयोगहरू प्राप्ति हुनेछ। परिवारको सल्लाह सुझाव अनुसार काम गर्दा मेष राशिलाई अझै राम्रो हुनेछ। पारिवारिक अभिभावकको सहयोगहरू, मातापिताको आशीर्वादले गर्दा कामहरू अझै राम्रो हुन सक्ने योगहरू देखिएका छन् मेष राशिका लागि। र विवादित विषय र जेल, कोर्ट कचहरी, मुद्दा मामिला, साढे सतीको दशा तपाईँको जीवनमा सवारी साधन चलाउँदाखेरि यी चिजहरूबाट अलिकति विशेष टाढा रहेर काम गर्नुभयो भने धेरै राम्रो हुन्छ हजुरहरूका जीवनमा। र अब पेसा, तपाईँको करियर, व्यापार व्यवसायका क्षेत्रमा के छ भन्दाखेरि जागिर पेसाको क्षेत्रमा मेष राशिलाई यो हप्ता जिम्मेवारीहरू धेरै नै प्राप्ति हुनेछन्, जिम्मेवारीहरू बढ्नेछन् होइन। अलिकति व्यावहारिक बन्नुपर्ने स्थिति छ। तपाईँको गुरु गोचर उच्च राशिमा गोचर गर्नुभएको छ। कही कुरामा ध्यान दिनुपर्ने, सोच विचार गरेर काम गर्नुपर्ने, टाइम टेबल बनाएर काम गर्नुपर्ने, वरिष्ठ अधिकारीको साथ समेत तपाईँलाई प्राप्ति हुनेछ भने व्यापार व्यवसायका क्षेत्रमा विस्तार रूपमा नयाँ अवसरहरू देखिनेछन्। केही नयाँ गरौँ, केही काम गरौँ भन्ने स्थितिहरू देखिन्छन् र व्यापार व्यवसायको क्षेत्रमा विस्तार रूपमा नयाँ अवसरहरू देखिनेछन् भने साझेदारी व्यापार व्यवसायमा भने हात हाल्नु यो बेलामा ठिक छैन तपाईँको लागि।
र लगानी गर्नु त्यति उचित हुने छैन। त्यसका कारणले धेरै कुराको विचार गरेर मात्रै तपाईले इन्भेस्ट गर्नु, लगानी गर्नु राम्रो हुन्छ। नत्र चाहिँ थोरै धन सम्पत्ति फस्न सक्ने सम्भावना हुन्छ र पार्टनर बीचबाट धोका हुन सक्ने सम्भावना र उहाँहरू पार्टनरसँगको तपाईको कुरा नमिल्ने, सानो कुराले चोट पुग्न सक्ने सम्भावनाका योगहरू छन्। अंकहारका कारणले सम्बन्ध बिग्रने सम्भावना धेरै छ। यो रिसलाई कन्ट्रोल गर्नुपर्छ, किनकि यो अलिकति नराम्रो छ। योजना बनाएर काम गर्नु नै, टाइम टेबल बनाएर काम गर्नु, त्यसलाई रिसर्च गरेर काम गर्नु राम्रो हुन्छ र मेहनतले उचित प्रतिफल परिणाम तपाईको लागि एकदमै राम्रो हुन्छ। जुन कामलाई काम गर्दै हुन्छ त्यो कामलाई ताकेर काम गर्नुस्। व्यापार व्यवसायमा नयाँ नयाँ ग्राहकहरू थपिनेछन्। व्यावसायिक प्रतिष्ठा बढ्ने र खुशीहरू धेरै प्राप्ति हुने सम्भावनाहरू तपाईका जीवनमा एकदमै धेरै देखिएका छन्। प्रेम जीवन र दाम्पत्य जीवनको लागि मैले कुरा गर्दैछु। मेष राशिका लागि जीवनसाथीबाट खुल्ला तरिकाले आफ्नो कुराहरू राख्नु होला, एकदमै राम्रो हुन्छ र गलतफहमी हटाउने प्रयास गर्नु होला। सम्बन्धमा विश्वास कायम राखेर अगाडि बढ्नुपर्छ। प्रेम सम्बन्धमा पारदर्शिता आवश्यकता छ तपाईको लागि। साना कुरामा वाद विवादहरूमा कति पनि नअल्झनु होला हैन। तपाईको लागि एकदमै पोजिटिभ हुन्छ, एकदमै सकारात्मक हुन्छ र विशेष गरेर वाद विवाद नगरेको राम्रो हुन्छ। र अर्को कुरा, भावनात्मक रूपमा सम्बन्ध एकदमै बलियो भएर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। अभावितहरूलाई चाहिँ नयाँ नयाँ सम्बन्धहरूको प्रस्तावहरू, दाम्पत्य जीवनमा धैर्यता आवश्यकता हुन्छ तपाईहरूको लागि। विद्यार्थीहरूका लागि समर्थन प्राप्ति हुने योग, परिवारकी समर्थनहरू प्राप्ति हुने प्रेम रिलेसनमा हैन, त्यो एकदमै राम्रो छ। सम्बन्धमा मिठास बढ्ने सम्भावना पनि छन्। रिसलाई अलिकति नियन्त्रण गरेर अगाडि बढ्दिनु होला। अब मैले विद्यार्थीजनहरूका लागि लिएको छु। विद्यार्थीजनहरूका लागि यो हप्तामा के छ भन्दाखेरि तपाईको लागि विशेष गरेर यो हप्तामा पढाइमा ध्यान भङ्ग हुने, पढ्न मन नलाग्ने, किताब चेत्न मन लाग्ने, पढाइमा मन नलाग्ने स्थिति अलि बढी देखिएको छ। घरमा इष्टमित्रको आगमन हुँदाखेरि तपाईको पढाइलाई चाहिँ अलिकति असर पर्ने भएको कारणले अलिकति एकान्त, अलिकति राम्रो ठाउँ रोज्नुपर्ने स्थिति छ। गृह कार्यमा समयमा पुरा गर्नुपर्ने तपाईका होमवर्कहरू जति छन् त्यो पुरा गरिदिनु होला। र अर्को कुरा, सामाजिक सञ्जालमा समय खर्च गर्नु तपाईको लागि खराब हुनेछ। त्यसका कारणले टिभी, मोबाइल, कम्प्युटर, टिकटक, यो च्याटिङ हैन, त्यो विद्यार्थीहरूका लागि यो समय बेकार हो। र गृह कार्यमा तपाईको लागि एकदमै ध्यान दिनुपर्ने छ र सामाजिक सञ्जालमा समय खर्च नगर्नु होला। नियमित रूपमा अध्ययन गर्ने एउटा टाइम टेबल बनाउनुहोस्। प्रतिस्पर्धाका क्षेत्रमा परीक्षामा तपाईँ तयारी गर्ने, बढी मेहनत गर्नुपर्ने र शिक्षकको सुझावहरू तपाईँले लिएर अगाडि बढ्नुहोस्। तपाईँको लागि एकदमै राम्रो हुन्छ र समय व्यवस्थापन गरेर टाइम टेबल बनाएर शिक्षालाई प्राथमिकता दिनुभयो भने धेरै राम्रो हुन्छ र लक्ष्य प्राप्त ध्यान केन्द्रित गर्न, अनुशासनको पालना गरेर कायम राखेर अगाडि बढ्न सक्नुहुनेछ तपाईँको लागि। र अब अर्को कुरा, यो साताको लागि विशेष तपाईँले गर्नुपर्ने सुझावहरू के छन् भन्दा आँखाको एकदमै हेरचाह गर्नु पर्यो। आँखामा एकदम समस्या देखिन सक्छ। बिहानको समयमा नाङ्गो खुट्टाले तपाईँलाई लगभग तपाईँले पैतालाले आधी घन्टा जति पैदल यात्रा गर्नु पर्यो। धनको सही ठाउँमा लगानी गर्नु पर्यो। परिवारको कुराहरू लुकाउने प्रयास गर्नु भएन। परिवारलाई सँग आफ्नो कुराहरू एकदम खुलेर राख्नु पर्यो। अनावश्यक वाद विवादबाट जोगिनु पर्यो। साझेदारी काम कर्ममा तपाईँको लागि विशेष गरेर समाधान दिनु पर्यो र विद्यार्थीहरूले पढाइलाई प्राथमिकता दिनु पर्यो। नियन्त्रण खर्चलाई चाहिँ कन्ट्रोल गर्नु पर्यो। रिसलाई त्याग गर्नु पर्यो मेष राशिले यदि सफल हुन चाहनुहुन्छ भने। र धार्मिक तथा आध्यात्मिक कार्यहरूमा सहभागी हुने योगहरू मेष राशिलाई देखिन्छन्। अब तपाईको उपाय बताउँदैछु मैले। यदि तपाईँ मेष राशिको व्यक्ति हो भने मेष राशिका व्यक्तिहरूका लागि प्रत्येक मंगलबार हनुमानजीको पूजा गर्नु होला हैन। जस्तै अब दैनिक रूपमा हनुमान चालिसाको पाठ गर्नुस्। हनुमान चालिसाको पाठ गर्दा तपाईको राम्रो हुन्छ। ओम हनुमते नमः मन्त्रको कुनै पनि काम गर्नु अगाडि त 7:30 को दशा छ, त्यहाँमाथि दैनिक रूपमा हनुमानजीको मन्त्र जप गर्नुहुन्छ भने तपाईको लागि एकदमै शुभ फलको प्राप्ति निश्चित रूपमा हुन्छ। र यसैगरी रातो वस्तु दान गर्नुस्, रातो फल दान गर्नुस्, शुभ हुन्छ। र गरिब दुखीहरूलाई आवश्यकता परेकालाई भोजन गराइदिनुस्। तपाईको जीवनमा एकदमै राम्रो हुन्छ। यो साता मेष राशिका व्यक्तिलाई आर्थिक लाभ देखिए तापनि स्वास्थ्य समस्या, पारिवारिक गोपनीयता एकदमै ध्यान दिएर यदि साझेदारी काममा समाधानी अपनाएर अगाडि बढ्नुहुन्छ भने तपाईको लागि धेरै राम्रो र उन्नति प्रगति सही निर्णय लिनमा सफल बन्न सक्नुहुन्छ। यो थियो मेष राशिका लागि। सबैजनाले भिडियोलाई शेयर, लाइक, कमेन्ट गरेर अगाडि बढ्दिनु होला। पूजनीय गुरु माता पिता प्यारा दाजुभाइ दिदीबहिनीहरू, म अर्को राशिफल फेरि हजुरहरूको वृष राशि साप्ताहिक राशिफल लिएर उपस्थित हुने नै छु। सबैजनाले भिडियोलाई शेयर, लाइक, कमेन्ट गरिदिनु होला। र नयाँ केही जिज्ञासाहरू छन् भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा विशेष गरेर तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। यस्तै प्रकारका राशिफल, यस्तै बारेमा हामी विभिन्न भिडियोहरू लिएर आउने नै छौँ। चिन्ह टिप्पण कुण्डली देखाउनु परेमा हामीलाई स्क्रिनमा देखाएको नम्बरमा सम्पर्क गर्नु होला। र राशि साल जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको मैले वृष राशि लिइसकेको छु। वृष राशिका व्यक्तिहरूका लागि यो साप्ताहिक राशिफलमा के कस्तो रहेको छ यसका बारेमा हामी अत्यन्तै महत्त्वपूर्ण बारेमा चर्चा गर्नेछौँ। सबैको जय होस्, उन्नति होस्, प्रगति होस्। त्रिदेव त्रिमाताहरूले सबैको कल्याण र रक्षा गरून्। पूजनीय गुरु माता पिता र प्यारा दाजुभाइ दिदीबहिनीहरू, भिडियोलाई एकदमै शेयर, लाइक, कमेन्ट गर्नु होला। मैले स्वास्थ्य जीवन, मानसिक अवस्थाहरू, आर्थिक पक्षहरू र व्यवस्थापनहरू र पारिवारिक जीवन र सामाजिक क्षेत्रहरूमा र करियर र व्यापार व्यवसायका क्षेत्रहरूमा
प्रेम र दाम्पत्य जीवन, सन्तानको पक्षतिरलाई लिएर विद्यार्थीहरूका लागि र केही यो साताका लागि उपायहरू र तपाईँले गर्नुपर्ने काम र गर्न नहुने कामहरूका बारेमा अत्यन्तै महत्त्वपूर्ण विषयमा वृष राशिको लागि लिएर उपस्थित भएको छ। चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने, केही जिज्ञासा छ भने हामीलाई स्क्रिनमा देखाएको नम्बरमा विशेष गरेर सम्पर्क गरिदिन म विनम्रता अनुरोध गर्छु। यहाँहरूको उन्नति प्रगति सुख शान्ति समृद्धिको म विशेष गरेर कामना गर्दछु। आउनुहोस् वृष राशिको बारेमा हामी चर्चा गरौँ। यो हप्ता वृष राशिका व्यक्तिहरूलाई के कस्तो छ त? वृष राशिको व्यक्ति, वृष राशिका जातक जातिकाहरूका लागि विशेष गरेर आत्मविश्लेषण होइन, एउटा भावनात्मक रूपमा अलिकति उतार चढावको स्थितिहरू, केही उकाली ओह्रालीहरू उतार चढाव आउन सक्छन् तपाईँको जीवनमा। भविष्यको योजना बनाएर काम गर्दा राम्रो हुने सम्भावना देखिन्छन्। मनमा केही स्थिरता पनि भए पनि धैर्य सकारात्मक सोचले नै तपाईँको विभिन्न क्षेत्रमा शुभ प्रभावहरू रहन्छ र राम्रो परिणामहरू प्राप्त गर्न सक्ने देखिन्छ। आर्थिक पक्षमा सुधार हुने र अवसरहरू देखा पर्नेछन्। तपाईँको जीवनमा एउटा राम्रो पक्षहरू आउन सक्ने योगहरू देखिएका छन्। स्वास्थ्य र मानसिक अवस्थाहरूमा वृष राशिका व्यक्तिलाई भावनात्मक रूपमा अलिकति कमजोर अवस्था देखिएको छ, किनकि तपाईँको मन कमजोर रहन सक्छ, तपाईँले लिएका निर्णयहरूमा प्रभाव पर्न सक्छ, तपाईँलाई अलिकति मन आत्ती जस्तो हुन सक्ने सम्भावना छन्। त्यसका कारणले गर्दा मनमा अनिश्चित बेचैनीहरू जस्तै एन्जाइटी डिप्रेसन भए जस्तो स्थिति त्यो तपाईँलाई प्राप्त हुन सक्ने सम्भावना अलिकति बढी छ। हरेक कुराहरूमा धैर्य धारण गरेर अगाडि बढ्नुपर्छ। भविष्यको चिन्ताले सताउन सक्छ, कहाँ लगानी गर्ने, के गर्ने, यात्रा गर्ने कि विदेश जाने कि नजाने कि, विदेशको भिजा आएन कि, यस्तो भयो कि, छोराछोरीले यस्तो गरे कि, मेरो पढाइ यस्तो भयो कि, ब्रेकअप भयो कि, बुढाबुढी बिचमा यस्तो भयो, धेरै कुराहरू मान्छेलाई बेचैनी तपाईँको मनमा त्यो स्थिति उत्पन्न हुनसक्छ, तनावको स्थितिले सताउन सक्ने सम्भावना छ। सकारात्मक सोच राख्नु होला। यसमा चाहिँ तपाईँको जे छ जीवनमा जे घटित हुन्छ त्यो हाम्रो कुराहरूमा त्यसमा धेरै तनाव लिने काम चाहिँ नगर्नु होला। सकारात्मक सोचबाट अगाडि बढ्नुभयो भने तपाईँको जीवनमा राम्रो हुन्छ। र यस्तो अवस्था छ भने तपाईँको स्वास्थ्यका लागि योग ध्यान मेडिटेसन मनलाई शान्त राखेर अगाडि बढ्नुपर्ने स्थिति छ। प्राप्त निद्रा लिनुहोला, निद्रा पुरा लिनुहोला। निद्रा यदि कम भएमा पनि तपाईँको टाउको दुख्ने, घुमाउने, रिङ्गटा लाग्ने, स्वास्थ्यमा समस्या, मानसिक अशान्ति, बेचैनी हुनसक्छ। मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्ने योगहरू धेरै देखेका छन्। प्राथमिकता दिनुहोला र अनावश्यक चिन्ता विशेष गरेर पर्न सक्ने योगहरू धेरै देखेका छन्। प्राकृतिक समयमा बिताउनु पर्ने लाभदायक हुनसक्छ। आत्मविश्वास कायम राख्नुहोला, एकदमै राम्रो हुन्छ हजुरका लागि। र धेरै कुराहरू तपाईँका जीवनमा जोडिन सक्ने सम्भावनाहरू एकदमै बढी देखिएका छन्। अब ध्यान तथा आर्थिक अवस्थाहरूको कुरा गर्ने हो भने जति पनि धनको विषयमा, आर्थिक पक्षमा, सेभिङ भावमा, इन्कम भावमा वृष राशिका लागि यो हप्ता के छ भन्दाखेरि तपाईँको आर्थिक क्षेत्रहरू चाहिँ सुधार हुनेछन्। एकदमै राम्रो अवसरहरू देखिएको छ र विभिन्न ठाउँबाट धन सम्पत्ति प्राप्त हुन सक्ने देखिन्छन्। आफ्ना प्रतिभाहरू अरूलाई सही रूपमा सहयोग र प्रयोग गर्न सक्ने लाभदायक सृजनात्मक कार्यबाट लाभ उन्नति प्रगति हुने योगहरू देखिएका छन्। तथा सामाजिक स्रोत साधन खोजी हुने योगहरू देखिएको छ। बचतमा राम्रो अवसर देखिएको छ। एउटा इन्भेस्ट गरेर कमाएर धन सेभिङ गर्ने अवसरहरू धेरै राम्रो देखिएको छ तपाईँको लागि। लगानी गर्दा अलिकति सोच विचार चाहिँ गर्नु होला, किनकि कहीँ न कहीँ पैसा फस्ने सम्भावना चाहिँ राशिको लागि देखिन्छ र खर्चलाई अलिकति नियन्त्रण पनि गर्नुपर्छ। दीर्घकालीन योजनाहरू, आर्थिक योजनाहरू तपाईँका सफल हुनेछन् र व्यापार व्यवसायमा ससाना क्षेत्रहरूमा अत्याधिक लाभ प्राप्ति गर्ने योगहरू देखिएको छ। भविष्यको लागि धन सञ्चय गर्ने, जोड्ने, सेभिङ गर्ने योगहरू एकदमै राम्रो देखिन्छ वृष राशिका व्यक्तिहरूलाई। पारिवारिक जीवनमा, सामाजिक क्षेत्रहरूमा जीवन एकदमै शुभ देखिन्छ र यो समयमा तपाईँको लागि धेरै राम्रो छ। भोलिको अवस्थाहरू जुनसुकै क्षेत्रमा गए पनि राम्रो देखिन्छ। व्यवसायिक जिम्मेवारीहरू बढ्छन्। धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागिता हुने योगहरू छन्। आफन्तप्रतिको खुसीहरू देखिएको छ। अझै सम्बन्ध बलियो हुनेछ, प्रेम भाव बढ्नेछ। पारिवारिकमा शुभ कार्यका सोच विचार हुन सक्छन्। विवाह र व्रतबन्धका जस्ता कार्यहरूमा चलपल हुन सक्छ। केही लगानी, इन्भेस्ट, नयाँ कारोबारहरू, व्यापार व्यवसायका क्षेत्रमा चर्चा हुन सक्ने सम्भावनाको योग छ। तीर्थयात्राको योजना बनेको छ। वृष राशिलाई परिवार सँगसँगै गएर कुनै यात्राहरू गर्ने योगहरू छन् र तीर्थयात्रामा अत्यन्त भगवानको कृपा आशीर्वादहरू, मनमा शान्ति कान्ति, पारिवारिक सहयोगहरू पनि धेरै प्राप्ति हुन सक्ने सम्भावनाका योगहरू वृष राशिका व्यक्तिहरूलाई देखिएका छन्। घरको वातावरण सामान्यतः सुखद रहनेछ। अघि पछिको भन्दा धेरै राम्रो पोजिटिभ देखिएको छ। यसमा साथ अभिभावकको सल्लाह सुझावले तपाईँको जीवनमा एकदमै राम्रो प्रतिफल परिणामहरू आउने योगहरू छन्। परिवारसँग खुल्ला स्वभाव तपाईँले गर्न सक्नुहुनेछ। धार्मिक कार्यले मानसिक शान्तिलाई चाहिँ एकदमै खुसी प्रदान गर्नेछ। राम्रो छ तपाईँको जीवनमा। अनेक प्रकारका खुसीहरू आउनेछन्, यहाँ जोडिन सक्नुहुन्छ। शान्ति प्राप्ति हुनेछ र अझै धार्मिक क्षेत्रमा तपाईँले उन्नति प्रगति गर्नुहुनेछ। अब करियर, व्यापार व्यवसाय, नोकरी जति पनि वृष राशिको हुनुहुन्छ, काममा एकाग्रताको कायम राखेर अगाडि बढ्नु झनै राम्रो हुन्छ तपाईँको लागि। नयाँ नयाँ व्यक्तिको प्रभावले जीवनमा चाहिँ धेरै प्रकारको बाधाहरू
आउन सक्ने देखिन्छन्। धेरैसँग नजिक हुनु, धेरै व्यक्तिसँग जोडिनु, धेरै व्यक्तिलाई विश्वास गर्नु घातक हुन सक्ने सम्भावना छ। एकाग्रतामा कायमता राखेर अगाडि बढ्नु भयो भने बाधाहरू, आउने समस्याहरू हटेर जान्छन् र तपाईँको समय व्यवस्थापनमा ध्यान दिनु होला। कुनै पनि करियरमा, बिजनेसमा, व्यापारमा, तपाईँको नोकरीका क्षेत्रहरूमा। र यो अर्को कुरा महत्त्वपूर्ण निर्णय सोचेर मात्रै लिनु होला। कुनै पनि कामहरू, दिएको जिम्मेवारीहरू, कुराहरू होला तपाईँले आफूले काम गर्दै हुनुहुन्छ होला, त्यसमा अधुरा कामहरू पुरा हुँदै जानेछन्। सहकर्मीको राम्रो सम्बन्ध रहेको देखिन्छ। व्यवसायका क्षेत्रमा नयाँ योजना बन्नेछन्। मेहनतको उचित प्रतिफल परिणामहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भने जागिर पेसाको क्षेत्रमा तपाईँलाई चाहिँ अलिकति असर गर्ने प्रभावहरू अलिकति बढिरहेका छन्। कहीँ न कहीँ खुट्टा तान्ने प्रविधिको व्यक्तिहरू, अन्य व्यक्तिहरूले दुःख दिन सक्छन्। समाधानी अपनाएर अगाडि बढ्नुपर्ने अवस्था तपाईँको जीवनमा मैले देख्दछु। त्यो कारणले गर्दा अब प्रेम र दाम्पत्य जीवनको स्थितिहरू जति पनि वृष राशिको व्यक्ति हुनुहुन्छ उहाँहरूको सम्बन्ध भावनात्मक रूपमा कई प्रकारको उतार चढावहरू देखा पर्न सक्ने सम्भावना र जीवनसाथीसँग खुल्ला स्वभावत गर्नुपर्ने गलतफहमी, शङ्का हैन, यो प्रयासहरू हटाउनु पर्यो। एकअर्कामा शङ्का उत्पन्न हुन सक्छ तपाईँहरूको, त्यही कारणले सम्बन्ध बिग्रन सक्छ। छोड बिछोडको कुराहरू बन्न सक्ने सम्भावनाको योगहरू छ। प्रेम सम्बन्धमा धैर्यता आवश्यकता छ तपाईँलाई। एकअर्कालाई प्रेमले भावले बुझ्नु कोसिस गर्नु होला, किनकि नत्र यहाँ प्रेम प्रभावहरू तपाईँको दाम्पत्य जीवन छुट्ने, ब्रेकअप हुने, यी विभिन्न एकअर्कामा तनाव, घरैसी तनावका कारणले डिप्रेसनमा जाने अवस्था, एन्जाइटी हुन सक्ने सम्भावना छ। त्यसका कारणले वाहनामा बहेर कुनै पनि निर्णय नलिनु होला फेरि हैन। र अर्को कुरा सम्बन्धमा विश्वास कायम राख्नुहोस्, तपाईँको एकदमै राम्रो हुन्छ र साना कुरालाई ठुलो विवाद नबनाउनु होला। र अर्को कुरा परिवारको साथले सम्बन्धलाई सुधार गरिदिन्छ र अभावितहरूलाई नयाँ सम्बन्धमा सङ्केत मिल्छ तपाईँको लागि। र प्रेम जीवनमा समझदारी आवश्यकता छ तपाईँको लागि र आवश्यकतामा रहेर काम गर्नु तपाईँको लागि राम्रो हुन्छ र खुसी मिल्छ। अब अर्को कुरा विद्यार्थीजनहरूका लागि विदेशमा अध्ययन गर्ने इच्छा जाग्छ तपाईँको लागि हैन। विदेशमा जाउँ कि विदेशमा गएर पढौँ भन्ने इच्छा जाग्न सक्छ। उचित शिक्षाका लागि नयाँ योजना बनाएर तपाईँ अगाडि बढ्नु राम्रो छ। अध्ययन अध्यापनमा जानकारी सङ्कलन गर्नु राम्रो हुन्छ। कुनै पनि निर्णय लिनु अगाडि राम्रो अनुसन्धान, राम्रो रिसर्च गरेर अगाडि बढ्नु विद्यार्थीहरूका लागि राम्रो हुन्छ। र अर्को कुरामा शिक्षक तथा अभिभावकको सल्लाह सुझाव, गुरुजनहरूको सल्लाह सुझाव तपाईँको लागि राम्रो काम गर्छ। र नियमित रूपमा अध्ययनमा चाहिँ तपाईँले प्राथमिकता दिनु पर्यो। टाइमलाई खराब गर्नु भएन, टाइम फाल्नु भएन। र अर्को कुरा तपाईँको के छ भन्दाखेरि प्रतिस्पर्धाका क्षेत्रमा, परीक्षाका क्षेत्रमा तयारी गर्नेहरूका लागि यो लाभ मिल्छ। एकदमै पोजिटिभ छ, एकदमै राम्रो लाभ मिल्छ र स्पष्ट लक्ष्य बनाएर अगाडि बढ्नु होला। उच्च शिक्षा हासिल गर्न सक्नुहुन्छ। समयको दुरुपयोग नगरिकन सदुपयोग गर्नु होला र आत्मविश्वासका साथ तयारी गर्नुहोस्। शिक्षा क्षेत्रमा तपाईँको लागि धेरै राम्रो हुन्छ। अब वृष राशिका व्यक्तिलाई केही विशेष सुझावहरूको बारेमा मैले तपाईँलाई बताउँछु। मनको स्थितिलाई नियन्त्रण गर्नु होला हैन, मनलाई स्ट्रङ पावर अलिकति बढाउनु होला। अर्को कुरा आफ्नो प्रतिमाको सही प्रयोग गर्नु होला। धार्मिक तथा आध्यात्मिक गतिविधि सहभागी हुने तपाईँको जीवनमा देखिन्छ भनेदेखि अर्को कुरा परिवारसँग समय बिताउने योगहरू देखिएका छन् हैन। करियरमा ध्यान भङ्ग हुन नदिनु होला र नयाँ सम्बन्ध, नयाँ परिपक्वता व्यक्तिको सहयोग रहनु होला। विदेश अध्ययनका लागि योजना राम्रो हुन्छ, तयारी गर्नुपर्छ। खर्चमा नियन्त्रण गर्नुपर्छ। सकारात्मक सोच कायम राखेर अगाडि बढ्नु होला। धैर्य र संयमता अपनाउनु होला, एकदमै पोजिटिभ हुन्छ। र अब मैले तपाईँलाई केही विशेष उपायहरू बताउँदैछु। प्रत्येक शुक्रबारको दिनमा माता लक्ष्मीको पूजा गर्नु होला। उपायको बारेमा सेतो वस्त्र, चामल आदि दान गर्नुभयो भने राम्रो हुन्छ। र ओम श्री महालक्ष्मी नमः मन्त्रको 108 पटक जप गर्ने, गाईलाई हरियो घाँस खुवाउने, गौमाताको सेवा गर्ने र वृद्ध तथा असहाय व्यक्तिहरूको सेवा गर्दाखेरि यो विशेष गरेर वृष राशिलाई भाग्य चम्कन्छ। र यो साताको वृष राशिका व्यक्तिलाई आत्मविश्लेषण अत्याधिक र तपाईँको आध्यात्मिक क्षेत्रमा उन्नति, आर्थिक सुधारको सम्भावना, बोकेर आएको सम्भावना र भावनात्मक रूपमा स्थिरता, करियरमा ध्यान भङ्ग हुन नदिने, यसबाट अगाडि बढ्नुभयो भने ठुलो सफलता, उन्नति, प्रगति अवश्य नै हासिल गर्न सक्नुहुन्छ। राधे राधे, जय शम्भु, हर हर महादेव। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर यसको प्रतिक्रिया दिन म विनम्रता अनुरोध गर्दछु। अर्को राशि मैले फेरि लिएर आउनेछु। तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजापाठ ग्रह स्वस्ति शान्ति भागवतहरू आदि केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा 2083 साल यही जेठ महिनाको 24 गतेबाट मैले विशेष गरेर 30 गतेसम्मको राशिफल लिएर उपस्थित भएको छु मिथुन राशिका लागि। मिथुन राशिका व्यक्तिहरूका लागि 2083 साल यही जेठ 24 गतेबाट तपाईँको 30 गतेसम्मको अवधिभित्रमा तपाईँको राम्रो नराम्रो, शुभ फल अशुभ फल, भाग्य दुर्भाग्य, स्वास्थ्य, परिवार, प्रेम, सन्तान, शिक्षा, यात्रा, हरेक क्षेत्रमा के कस्तो रहेको छ त्यसका बारेमा चर्चा गर्नेछु। तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजापाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदि कुनै पनि समस्याको लागि तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ। म त्यसको बारेमा अत्यन्तै महत्त्वपूर्ण कुराहरू लिएर उपस्थित भएको छु।
मिथुन राशिका व्यक्तिहरूका लागि यो साता स्वास्थ्य, आर्थिक लाभ र व्यावहारिक प्रगति तथा शैक्षिक र तपाईँको सफलताको दृष्टिले निकै सकारात्मक रहने योगहरू देखिएका छन्। केही साना कमजोरीहरू भए पनि समग्र रूपमा तपाईँको यो साता ऊर्जावान रहेको देखिन्छ र मिथुन राशिका व्यक्तिलाई नयाँ जीवनको जयामार्गको यो हप्तामा तपाईँले धेरै नै प्रगति गर्न सक्नुहुन्छ, धेरै कार्यहरू गर्न सक्नुहुन्छ, धेरै लाभहरू प्राप्ति गर्न सक्नुहुन्छ, धेरै कुराहरू बटुल्न सक्नुहुन्छ, धेरै पोजिटिभ एउटा सकारात्मक ऊर्जाले तपाईँले एउटा कामहरू गर्न सक्ने योगहरू देखिएका छन्। स्वास्थ्यको विषयमा अघि पछिको भन्दा धेरै राम्रो हुन्छ। रोग बिमारबाट पीडित हुनेलाई रोग बिमारबाट मुक्ति पाउने योगहरू, स्वास्थ्य राम्रो हुन सक्ने योगहरू विशेष गरेर देखिएका छन्। तपाईँलाई धेरै कुराहरू पोजिटिभमा आउँछ। पुरानो स्वास्थ्य समस्या पनि सुधार भएर जानेछ। लामो अवधिबाट रोगी भएर हस्पिटलमा बस्नेहरूका लागि सुधार भएर जानेछ। शरीरमा एउटा आफूलाई ऊर्जा, आँट, जोस, बल, पराक्रमको वृद्धि हुनेछ र छुट्टै ऊर्जाहरू तपाईँलाई प्राप्ति भएको एउटा त फिल हुनेछ। रोग प्रतिरोगबाट लड्ने क्षमता, तपाईँको रोगसँग लड्ने क्षमता बलियो भएर जानेछ। साना यी साना मसिना जुन स्वास्थ्य समस्या थिए, टाउको दुख्यो, कोखो दुख्यो, खुट्टा दुखे, घुँडा दुखे, त्यो समस्याबाट अहिलेको समयमा केही राहत चाहिँ मिल्ने योगहरू देखिन्छ। खानपिनमा लापरवाही गर्दै नगर्नु होला होइन। नियमित रूपमा व्यायाम, योग, ध्यान, मेडिटेसन विशेष गरेर गर्नु होला। लाभदायक हुनेछ तपाईँको लागि। प्राप्त आराम लिने आवश्यकता छ। मानसिक शान्ति कायम रहनुपर्ने स्थिति धेरै देखिएका छन्। त्यसका कारणले स्वास्थ्यप्रति होइन तपाईँको लागि समाधान आवश्यकता छ। सकारात्मक अनुभूति तपाईँले प्राप्त गर्न सक्नुहुनेछ र यसै गरी विशेष गरेर हामीले यति बेलाको समयमा जति पनि यो मिथुन राशि हुनुहुन्छ, मिथुन राशिका लागि चाहिँ विशेष गरेर एउटा स्वास्थ्यको हिसाबले अघि पछिको भन्दा धेरै पोजिटिभ र धेरै सकारात्मक छ। अब आर्थिक पक्षमा, धनको विषयमा, सेभिङको विषयमा, इन्कमको बारेमा हेर्ने हो भने यहाँहरूको पुरानो लगानीबाट धेरै लाभ, उन्नति, प्रगति अत्यन्त राम्रो देखिन्छ। पसेको पैसा, रोकेको पैसा, लिनुपर्ने रकमहरू, पैतृक सम्पत्तिहरू, धेरै ठाउँबाट धन सम्पत्ति, इन्भेस्टहरू, लगानी मार्फत धन आर्जन तपाईँको एउटा राम्रो बाटोहरू देखिन्छ। अचानक प्राप्तिको योगहरू छ। अचानक पैसा आउने योगहरू देखेका छन्। लट्री लाग्ला, भाग्य चिन्ताको, लक्ष्मीको कृपा प्राप्तिको योगहरू आर्थिक क्षेत्रमा राम्रो देखिन्छ। आर्थिक व्यवस्थापन मजबुत भएर जानेछन्, बलियो भएर जानेछन् तपाईँको लागि। र मिथुन राशिका लागि आम्दानीका नयाँ नयाँ अवसरहरू एक ठाउँबाट होइन कई ठाउँबाट तपाईँलाई देखा पर्नेछन्। बस आफूले सम्हाल्न जानुपर्ने, लिन जानुपर्ने। अर्को कुरा चाहिँ तपाईँको मित्र तथा आफन्तजनहरूमाथिको खर्च बढ्न सक्छ। खर्चलाई चाहिँ अलिकति कन्ट्रोल गरेर अगाडि बढ्नु होला। नचाहिँदो खर्चमा बढी खर्च नगर्नु होला। र अर्को कुरा, मित्र तथा आफन्तमाथि खर्च रहने भएको कारणले यसमा विचार, आर्थिक कारोबार गर्दा पनि विचार गर्नु पर्यो। मित्र आफन्तप्रति केही भोज भतेर पार्टीमा होइन, पिकनिक पार्टीहरूमा, मनोरञ्जनमा पैसा खर्च हुने सम्भावना छ र अनावश्यक खर्चलाई नियन्त्रण गर्न आवश्यकता छ र बचतमा ध्यान दिनुपर्ने छ। आर्थिक निर्णय सोच विचार गरेर गर्नु पर्यो, राम्रो हुन्छ तपाईँको लागि। भविष्यका लागि धन सञ्चय गर्नका लागि अत्यन्त शुभ योगहरू देखिएका छन् र अचानक ठुलो धनराशिहरू पनि तपाईँले पाउन सक्नुहुन्छ। त्यसका कारणले एकदमै राम्रो छ। अब पारिवारिक जीवनको कुरा गर्ने भने मिथुन राशिका व्यक्तिहरूका लागि पारिवारिक जीवनमा सुख शान्ति कायम रहन्छ। पूजापाठ, हवन, शुभ कार्यहरू जस्ता कार्यको बारेमा चर्चा चल्न सक्छ। केही गरौँ भन्ने चर्चा चल्न सक्छ। केही शुभ कार्य, विवाह व्रतबन्धहरू, तपाईँका छोरा नाति पनातिहरू, कसैको विवाह भएको थिएन भने कोही विदेश जाने, यी विभिन्न कारणहरू परिवारमा एउटा राम्रो शान्त वातावरणको सिर्जना हुनेछ र आफन्तप्रतिको सम्बन्धमा सुधार हुनेछ। बोलचाल संयमता अपनाउनु होला। अरूको कमी कमजोरी खोज्ने, अरूको कमजोरीलाई खोजेर त्यसलाई चाहिँ त्यसको व्यङ्ग्य गर्ने कार्यहरू चाहिँ नगर्नु होला। किनकि आफू कस्तो छु, म के छु, मैले के गर्दैछु, त्यो आफूलाई नै आफ्नो गल्तीहरू आफूमा खोज्नु होला। एकदमै राइट तपाईँको लागि। र नराम्रो बानीलाई त्याग गरेर तपाईँ विवादित विषयबाट, मुद्दा मामिला, कोर्ट कचहरी, लडाइँ झगडा, कसै त्यस्ता चिजबाट अलिकति पर बस्नु होला। पारिवारिक सदस्य सँगसँगै समय बिताउनु अवसर तपाईँको लागि अवसर प्राप्ति भएको देखिन्छ। मिल्छ र सामाजिक प्रतिष्ठा बढेर जानेछ, सम्भावना धेरै छन्। मान सम्मानको प्राप्ति हुने योगहरू छन्। पुराना मतभेदहरू समाधान भएर जानेछन् र घरको वातावरण अत्यन्त सकारात्मक, एउटा राम्रो पक्ष देखिएको छ। खुसीको योगहरू देखिएका छन्, राम्रो योगहरू देखिएका छन्। यहाँ सुख शान्ति तपाईँलाई मिल्नेछ होइन। धेरै कुराहरूमा परिवारको एउटा सकारात्मक पक्ष बाटो चाहिँ देखिन्छ। अब व्यापार र व्यवसायको क्षेत्रको मैले कुरा गर्ने हो भने व्यापार व्यवसायका क्षेत्रमा मिथुन राशिका व्यक्तिलाई साझेदारी कामहरूमा पनि लाभ मिल्नेछ। पार्टनरसिपसँग काम गर्नुहुन्छ भने लाभ मिल्नेछ र लामो अवधिबाट रोकिएको, आशा मारिएको व्यापारको भाग्यको ढोका खोलिनेछ। नयाँ व्यापार नयाँ तरिकाले इन्भेस्ट गरेर नयाँ तरिकाले त्यसलाई परिवर्तन गरेर चलाउन सक्ने देखिन्छ। विगतमा घाटा बेरिरहनु भएको थियो भने अब त्यसबाट बाहिर निस्केर केही राम्रो धन सम्पत्ति आर्जन गर्ने शुभ समयको योगहरू छ। व्यापार व्यवसायका लागि विस्तार योजना बनाउन सफल बन्न सक्ने देखिन्छ। प्रभावशाली व्यक्तिहरूसँग भेटघाट गर्ने अवसरहरू छन्। नयाँ नयाँ व्यापार व्यवसायमा सम्झौता गर्ने सम्भावना छन्। जागिर, पेसा, व्यापार व्यवसाय प्रगतिका सङ्केतहरू बोकेर आएको देखिन्छ। त्यसका कारणले गर्दाखेरि अबको समयमा यो एउटा करियरको र तथा व्यापारको हिसाबले, नोकरी होस् या व्यापार होस्, तपाईँको लागि एकदमै सकारात्मक, एकदमै पोजिटिभ देखिएको कारणले राम्रो छ।
कार्यस्थलमा तपाईँको प्रतिष्ठा, मेहनतको उचित प्रतिफल, परिणामहरू, नयाँ जिम्मेवारीहरू, होइन, खुसी, नयाँ जिम्मेवारीहरू, नयाँ जीवनहरू, व्यावसायिक जीवनमा आत्मविश्वास बढ्ने योगहरू धेरै देखिएका छन् तपाईँको लागि। र यसै गरी प्रेम तथा दाम्पत्य जीवनको कुरा गर्छु म। दाम्पत्य जीवन तपाईँको लागि अत्यन्त मधुरता कायम रहनेछ। जीवनसाथीसँगको सम्बन्ध समझदारी सुधार हुनेछ। प्रेम सम्बन्धमा विश्वास, आँट, जोस, बल, पराक्रमको वृद्धि हुनेछ। ससाना वाद विवादहरू पनि समाधान हुनेछन्। मुद्दा मामिला, कोर्ट कचहरीका विषयहरू, वस्तुहरू, प्रेम रिलेसनका लागि बिग्रेको सम्बन्ध जोडिनेछ। पति पत्नी बिचमा मिठासको वृद्धि हुनेछ। भावनात्मक रूपमा निकटता बढ्नेछ। अभावितहरूका लागि सुप्रभावहरू रहनेछन्। धनसँग सम्बन्धित समय विशेष लाभको योगहरू बनेको छ तपाईँको लागि। दाम्पत्य प्रेम जीवनमा एकअर्काको साथ समर्थनहरू तपाईँले प्राप्त गर्न सक्ने योगहरू बनेका छन्। परिवारको समर्थनले तपाईँलाई खुसी आउन सक्ने योगहरू देखिएको छ भने यहाँ विशेष गरेर तपाईँको साथीको भावनाको विशेष गरेर सम्मान गर्नुहुनेछ। प्रेम जीवन, वैवाहिक जीवन सन्तोषजनक रहनेछ। त्यसका कारणले धेरै प्रकारको एउटा पोजिटिभ खुसीहरू प्रेम दाम्पत्य जीवनमा देखिन्छ। विद्यार्थीजनहरूका लागि यो हप्तामा तपाईँको लागि अध्ययन अध्यापनमा राम्रो सफलता, उन्नति, प्रगति, मेहनतको प्रतिफल, परिणामहरू तपाईँले निश्चित रूपमा पाउन सक्नुहुन्छ। परीक्षा प्रतियोगितामा आवश्यक गर्नेहरूका लागि र शिक्षामा उच्च अङ्क ल्याउनका लागि एउटा राम्रो समयको बाटो देखिएको छ, जसले उच्च शिक्षा हासिल गर्न सक्नुहुन्छ। गुरु माता पिताको आशीर्वाद कृपा तपाईँलाई रहेको देखिन्छ। शिक्षकहरूले तपाईँको प्रशंसा गर्नेछन्। स्कलरसिपका लागि विशेष अत्यन्त उत्तम छ। परिवारको गौरव तपाईँलाई बढ्ने योगहरू देखिएका छन्। त्यसका कारणले आत्मविश्वास, ऊर्जा, शक्ति वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रहरू, परीक्षाका क्षेत्रहरू बल सफलताका मिल्न सक्ने योगहरू देखिएका छन्। अध्ययन अध्यापनमा रुचिहरू त्यस्तै बढेर जानेछ। खुसीहरू धेरै देखिएका छन्। र राज, पद, प्रतिष्ठा, मान, सम्मान विद्यार्थीहरूले विभिन्न क्षेत्रबाट आर्जन गर्न सक्नुहुन्छ। पार्ट टाइम जबहरू देखाउन लिएर धन सम्पत्ति कमाउने बाटोहरू पनि देखिएको छ। नयाँ नयाँ ज्ञानहरू हासिल गर्न, रिसर्च गर्न, नयाँ शास्त्रहरूको अध्ययन गर्न अवसरहरू प्राप्ति हुनेछन्। भविष्यका लागि प्रेरणा, खुसीहरू धेरै ठाउँबाट मिल्नेछ। अब तपाईँलाई मैले के विशेष यस्ता 10वटा सुझावहरूको बारेमा जानकारी दिन्छु। अब मिथुन राशिले यदि सफल हुने हो भने अनावश्यक खर्च गर्नु भएन। पुरानो कुनै लगानीमा सही उपयोग गर्नु पर्यो र अरूको आलोचना गर्नु परेन। र पारिवारिक सम्बन्धमा प्राथमिकता दिनु पर्यो र व्यापार व्यवसायलाई विस्तार रूपमा अगाडि बढाउने समय हो यो तपाईँको लागि। र प्रभावशाली व्यक्तिको सम्बन्धमा जोडिएर काम गर्नुभयो भने राम्रो हुन्छ र स्वास्थ्यप्रति सञ्चित रहनु पर्यो। अध्ययनमा निरन्तर कायम ध्यान बढी दिनु पर्यो र अर्को कुरा बचतमा ध्यान दिनु पर्यो र सकारात्मक सोच राखेर अगाडि बढ्नु। यी 10 उपायलाई तपाईँले गर्नै पर्छ, 10वटा काम। र अर्को कुरा, प्रत्येक बुधबारको दिनमा भगवान श्री गणेशजीको पूजा गर्ने र दैनिक रूपमा ओम गम गणपति नमः 108 पटक मन्त्र जप गर्ने, हरियो वस्तु दान गर्ने, गाईलाई हरियो घाँस खुवाउने, विद्यार्थीलाई शैक्षिक सामग्रीहरू दान गर्ने। यो मिथुन राशिका लागि अमृत समान हुनेछ। यो साता मिथुन राशिका लागि आर्थिक उन्नति, प्रगति, व्यापार व्यवसाय तथा पारिवारिक सुख शान्ति, समृद्धि, शैक्षिक सफलताहरू रहनेछन्। खर्चमा नियन्त्रण राख्दै तपाईँको बोलीमा संयमता अपनाउँदै तपाईँले यदि अवसरको सही सदुपयोग गर्नुभयो भने जीवनमा ठुलो प्रगति, उन्नति तपाईँका जीवनमा आउनेछ। भाग्य उदय हुनेछ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म यो राशिफलबाट विशेष बिदा चाहन्छु। सबैको जय होस्, उन्नति होस्, प्रगति होस् र भगवानले सदा तपाईँलाई आँटे ताप्टे। राशि साल जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा कर्कट राशिका लागि के कस्तो रहेको छ, राम्रो नराम्रो, शुभ फल अशुभ फल र तपाईँको शिक्षा, दीक्षा, सन्तान, प्रेम जीवन, वैवाहिक जीवन, यात्रा र यसै गरी आर्थिक पक्षहरू र विभिन्न क्षेत्रमा राम्रो र नराम्रो यो 7 दिनको अवधिभित्रमा तपाईँको जीवनमा के कस्ता प्रभावहरू रहन्छन् त्यसको अत्यन्तै महत्त्वपूर्ण साप्ताहिक राशिफल कर्कट राशिलाई लिएर उपस्थित भएको छु। कर्कट राशिका लागि साप्ताहिक राशिफलमा हामीले समग्रमा सम्पूर्ण कुराहरूसँग जोडिएका छौँ र जीवनको बिहानदेखि बेलुकासम्मका अवस्थाहरू र आफूले गरिने कामहरू र आँटेका कामहरूमा र त्यसको सुझावहरू, उपायहरू समेत तपाईँलाई मैले बताउँदैछु के गर्दा सफलता प्राप्ति हुन्छ भनेर। र कर्कट राशिको लागि के कस्तो छ यो हप्ताका लागि विशेष रूपमा चर्चा गरिनेछ। तपाईले पूजापाठ, ग्रह स्वस्ति शान्ति, तन्त्र मन्त्र यन्त्र, वास्तु पूजापाठ, ग्रहहरू आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ, चिना बनाउन चाहनुहुन्छ, देखाउन चाहनुहुन्छ, देश विदेशबाट संसारका कुनै पनि ठाउँबाट हामीलाई चिना टिप्पण देखाउन र बनाउनका लागि त्यहीँको समयअनुसारको विशेष गरेर कन्ट्याक्ट गर्नुहोला। म विशेष यो तपाईँहरूसँग जोडिसकेको छु। भिडियो एकदमै महत्त्वपूर्ण छ र यसै गरी यहाँ पूजनीय गुरु माता पिता प्यारा दाजुभाइ दिदीबहिनीहरू कुनै पनि जिज्ञासाको लागि तपाईँ व्हाट्सएप भाइबरमा जोडिन सक्नुहुन्छ। म अब अर्को कर्कट राशि लिइसकेको छु। कर्कट राशिका व्यक्तिका लागि जति पनि हुनुहुन्छ उहाँहरूका लागि मानसिक रूपमा चुनौतीपूर्ण आउन सक्ने सम्भावना यो हप्तामा अचानक देखिएको छ। केही करियरमा यात्राहरू हुन्छन्। धर्मको विषयमा प्रगतिको अवसरहरू देखिएको छ। धैर्य र सकारात्मक सोचले आत्मविश्वासका साथ अगाडि बढिने र प्रगति गर्न सकिने, कठिनाइलाई सहज रूपमा जस्ता
जतासुकै परिस्थितिबाट पार गरेर धन सम्पत्ति कमाउन सक्ने, आफ्नो उच्च स्तरमा पुग्न सक्ने एउटा सफलताको मार्ग र बाटो तपाईँले कोर्न सक्नुहुनेछ। एकदमै पोजिटिभ छ, एकदमै राम्रो छ, एकदमै सकारात्मक छ, जसले भविष्यका लागि राम्रो पक्षहरू बोकेर अगाडि बढ्न सक्ने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। किनकि अत्याधिक खुसीहरू तपाईँले प्राप्त गर्न सक्ने योगहरू देखेका कारणले गर्दा हजुरहरूको जीवनमा धेरै राम्रो प्रतिफल परिणामहरू अचानक आउनेछ। जीवन अचानक परिवर्तन हुनेछ र सोचेका कार्यहरूमा तपाईँले सोचेभन्दा फरक हुनेछ। र अर्को कुरा स्वास्थ्यको विषयमा कर्कट राशिका व्यक्तिहरूलाई कुरा गर्ने भने मनमा निराशा, उदासीपन, चिन्ता, मनमा चञ्चल भावहरू, एकदम छिटो मन परिवर्तन भएको भई यो गरौँ त्यो गरौँ कसरी गरौँ भन्ने कुराहरू हुनसक्छ र भावना रूपमा उदास हुन सक्ने सम्भावना, चिन्ता बढ्न सक्ने देखिन्छ। बाहिरबाट सामान्यतः देखिए तापनि भित्रै चिन्ता बढ्ने, तनाव हुने, मानसिक तनावले सताउन सक्ने योगहरू धेरैभन्दा धेरै देखिएका छन् तपाईँको जीवनमा। त्यसका कारणले जोगिनुपर्छ, अनावश्यक चिन्ता भयबाट जोगिनु पर्यो होइन। तपाईँको लागि टाढा रहनुपर्ने स्थिति छ। पर्याप्त तपाईँको आराम या निद्रा आवश्यकता छ। तपाईँलाई चाहिँ स्वास्थ्य अलिकति मन चञ्चल त्यो कुराले अलिकति प्रभावित पार्न सक्छ। अनावश्यक चिन्ताबाट टाढा रहनु होला, चिसोबाट जोगिनु होला, धुलो माटो एलर्जीबाट जोगिनु होला। ध्यान योग लाभदायक हुन्छ तपाईँको लागि। खानपिनमा विशेष ध्यान दिनु होला र पुरानो स्वास्थ्य समस्याहरूमा सजग रहनुपर्ने योगहरू छन्। सकारात्मक सोचले स्वास्थ्यलाई सुधार गर्न मद्दत गर्ने र आत्मविश्वासलाई कायम राख्ने योगहरू विशेष गरेर देखिएको छ। कर्कट राशिका व्यक्तिहरूलाई भगवान देवगुरु बृहस्पतिको कृपाले आशीर्वादहरू प्राप्ति हुनेछ। धन धान्यको योगहरू देखिएका छन्। केही नयाँ जीवनको योगहरू देखिएको छ, केही नयाँ प्रभावहरू देखिएका छन्। त्यसका कारणले गर्दा जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूका लागि हामीले एउटा किसिमले हेर्ने हो भने जति पनि यो साप्ताहिक राशिफलमा पूजनीय गुरु माता पिता प्यारा दाजुभाइ दिदीबहिनीहरू हामीले समग्रमा हेर्दाखेरि है यो तपाईँको जीवनमा एउटा राम्रो पक्ष, एउटा सही टाइम पनि देखिन्छ। भाग्यले अचानक तपाईँको जीवनमा ठुलो प्रभावहरू ल्याउन सक्ने योगहरू धेरै देखिएका छन्। त्यसका कारणले गर्दाखेरि अब यहाँ चाहिँ अर्को कुरा के छ भन्दा पारिवारिक जीवनमा चाहिँ तनावपूर्ण वातावरण रहन सक्छ। कर्कट राशिका व्यक्तिलाई के कुरा सबै कुराले भरिपूर्ण हुँदै पनि सबै कुराहरू ग्रह गोचर राम्रो चल्दा पनि कहाँ गएर के तनावको स्थिति सिर्जना हुन्छ त्यो थाहा छैन र अशान्ति भावहरू रहन्छ र घरको माहौल अवश्य अनुसार सुखद नहुन सक्छ। किनकि घरमा केही न केही चिजको अभाव भइराख्ने, केही न केही चिजको प्रभाव भइराख्ने अशान्तिको प्रभावहरू देखिएको छ। पारिवारिक सदस्य बिचमा एक आपसमा कुरा नमिल्दिने, एकासका कोही रुने, कोही कराउने, कोही छुट्टिने, कोही टाढाको यात्रा गर्ने, कोही घरमा नबस्ने त्यो स्थितिको सिर्जना हुनसक्छ र पारिवारिक बिचमा चाहिँ मेलमिलापको कमी कमजोरी देखिएको छ। धार्मिक गतिविधि पारिवारिक तनावहरू कम गर्न विशेष ख्याल गर्नु होला। परिवारको भावनालाई बुझेर अगाडि बढ्नु होला। परिवारका समस्यालाई समाधान गर्नेतिर लाग्नु होला। धैर्यता र संयमता अपनाएर अगाडि बढ्नुपर्छ तपाईँहरूले होइन। धैर्यता राख्नु पर्यो। समस्या कहाँ छ, जरो कहाँ छ, जरा कहाँ फैलिएका छन्, जरालाई कसरी अन्त्य गर्ने त्यो कुरालाई पहिला पत्ता लगाएर गर्नुहोस्। अभिभावकको सल्लाह सुझावले तपाईँको जीवनमा राम्रो लाभदायक बन्छ। धार्मिक कार्यमा चाहिँ तपाईँको रुचि बढ्छ। परिवारसँग खुल्ला संवाद गर्नुहोला र विवादित विषयबाट टाढा रहनुहोला। घरमा शान्ति कायम राखेर अगाडि बढ्नुभयो भने जीवन एउटा पक्षमा राम्रो प्रतिफल परिणाम शुभफल भाग्यको उदयहरू तपाईँको जीवनमा प्रत्यक्ष रूपमा हुन्छ र अत्यन्त शुभ फलको प्राप्ति हुन्छ। घरमा सुख शान्ति समृद्धिको हुन्छ। विवादित विषयबाट टाढा रहनु पर्यो हजुरले चाहिँ होइन। घरमा शान्ति कायम राख्नुपर्ने प्रयास गर्नुभयो भने राम्रो हुन्छ हजुरहरूको लागि। र अर्को कुरा चाहिँ मैले यहाँ हेर्दै जाँदाखेरि तपाईँको करियर तथा व्यापार व्यवसायको क्षेत्रमा अब जति पनि हुनुहुन्छ यो कर्कट राशिका लागि कर्मक्षेत्र कार्यक्षेत्रसँग सम्बन्धित लाभ र उन्नति प्रगतिका योगहरू धेरै बनेका छन्। जसले तपाईँले यति बेलाको समयमा रातारात धनी हुने, करोडौँ अरबौँ रुपियाँ धन सम्पत्ति आर्जन गर्ने योगहरू पनि पर्छ। ठुलो धन सम्पत्ति प्राप्ति हुनेछ, धेरै लाभहरू हुनेछन् होइन। तपाईँको नयाँ नयाँ चिजहरू चाहिँ प्राप्त गर्न सकिने, जस्तै नयाँ नयाँ क्षेत्रमा इन्भेस्ट गर्न सकिने, नयाँ क्षेत्रबाट तपाईँले बन्द भएका व्यापार व्यवसायमा अचानक लाभहरू प्राप्ति हुन सक्ने, व्यापारिक सम्बन्धमा विस्तार हुने योगहरू होइन। इन्भेस्ट गर्ने, लगानी गर्ने, नयाँ व्यापार गर्ने समयको सिर्जना भएको छ। नोकरी नहुनेलाई नोकरी प्राप्ति हुनेछ, विदेश जानेलाई विदेश प्राप्ति हुनेछ, नयाँ ग्राहकको साझेदारी भेटिनेछन् भने नयाँ ग्राहकसँग जोडिने योगहरू पनि देखिएको छ तपाईँको जीवनमा। र आय क्षेत्र कुनै पनि निर्माण तपाईँको व्यापार व्यवसाय गर्नेहरूका लागि विशेष लाभको सङ्केत देखिन्छ। व्यापारिक र पारिवारिक यात्राबाट
जति पनि कर्कट राशिको व्यक्ति हुनुहुन्छ उहाँहरूलाई आर्थिक लाभ, उन्नति, प्रगति अचानक तपाईँको प्राप्ति हुनेछ। जागिर, पेसा, व्यापार, व्यवसाय, जिम्मेवारीहरू बढ्नेछन्। वरिष्ठ अधिकारीहरूको सहयोगहरू प्राप्ति हुनेछ। जागिर, पेसामा उन्नति, प्रगति, बलियो योगहरू भनेको छ। मेहनतले उचित प्रतिफल, परिणाम, शुभफल तपाईँलाई विशेष गरेर दिने योगहरू देखिएका छन्। शुभ योगहरू देखिएका छन् होइन। भाग्य तपाईँको उदय हुनेछ। सुख शान्ति समृद्धिको वृद्धि हुनेछ। नसोचेका कार्यहरूबाट लाभहरू प्राप्ति हुनेछन्। र यसै गरी प्रेम र दाम्पत्य जीवनको कुरा गऱ्यो भने कर्कट राशिलाई भावनात्मक रूपमा सन्देशशील बढ्न सक्छ। जीवन साथीसँगको सम्बन्धमा तपाईँको विवादित नगरिकन अगाडि बढ्नु होला। प्रेम सम्बन्धमा विश्वास र कायमता रहनेछ। एकअर्काको प्रेम भावमा वृद्धि हुनेछ। तपाईँ एकअर्कालाई बुझ्नु भएको थिएन भने बुझ्नुहुनेछ, राम्रो हुनेछ तपाईँको होइन। र प्रेम मिठास तपाईँको लागि देखिन्छ। भावनात्मक रूपमा खुलस्त रूपमा तपाईँले व्यक्त गरेर अगाडि बढ्नु। समझदारी, साझेदारी, अनावश्यक चिजहरूबाट टाढा रहनुहोस् र पारिवारिक हस्तक्षेप केही असर गर्ने भएका कारणले विचार गर्नु पर्यो। र यसमा चाहिँ तपाईँको के छ भन्दाखेरि विवाहितहरूका लागि शुभ समय रहेको छ। सामान्यतः रूपबाट हेर्ने भने जति विवाह भएको थिएन, विवाहसँग सम्बन्धित समस्या थिए भने ती समाधान हुनेछन् र पुरानो गलतफहमी हटेर जानेछ, शङ्काहरू हटेर जानेछन्। सम्बन्ध राम्रो हुनेछ। सम्बन्धलाई मजबुत बनाउने अझ तपाईँले एकअर्कालाई कुरा गरेर विशेष गरेर एकअर्काको भावनालाई बुझेर अगाडि बढ्नुभयो भने झनै राम्रो हुने योगहरू देखेका छन्। विद्यार्थीहरूका लागि मैले कुराकानी गर्दैछु। विद्यार्थीजनहरूका लागि पढाइ लेखाइमा ध्यान केन्द्रित गर्नु पर्यो, एकदमै राम्रो हुन्छ। कठिनाइ पछि तपाईँको लागि एउटा विद्यार्थीले राम्रो सफलता पाउने योगहरू देखेको छ। पढ्न, बुझ्न अतिरिक्त मेहनत गर्नुपर्नेछ। अध्ययन अध्यापनमा अवरोधहरू आउन सक्छन्। समय व्यवस्थापनमा ध्यान दिनु होला। शिक्षाको मार्गमा मार्गदर्शन लिनु लाभदायक हुनेछ। नियमित अभ्यास र आवश्यकता रहनेछ। प्रतिस्पर्धाका क्षेत्र विद्यार्थीहरूका लागि विद्यार्थी परीक्षाका लागि बढी मेहनत गर्नुपर्ने योगहरू छन्। एकाग्रता बढाउने, ध्यान अभ्यास गर्नु होला र आत्मविश्वास नघटाउनु होला। निरन्तर प्रयासले तपाईँको सफलता, उन्नति, प्रगति, सुझाव, सल्लाह, सुझावहरू तपाईँको लागि राम्रो देखिएको छ। त्यसका कारणले गर्दा यति बेलाको समयमा तपाईँले एउटा धेरै कुराहरू प्राप्ति गरेर धेरै कुराहरूलाई लाभ, उन्नतिका मार्गमा विशेष गरेर जान सक्ने योगहरू पनि धेरै देखिएका छन्। खुसीहरू धेरै देखिएका छन् एकअर्काप्रतिको। र यसै गरी तपाईँको लागि हामीले हेर्दै जाँदाखेरि तपाईँको जीवनमा अत्यन्त उत्तम निरन्तर सफलता दिनेछ। अब यो साताका लागि यहाँहरू पढाइमा ध्यान केन्द्रित गर्न सक्नुभयो भने राम्रो हुने भयो होइन। अनि निरन्तर आत्मविश्वास घटाउनु भएन, एकाग्रता राख्नुभयो। परीक्षामा तपाईँको लागि ध्यान दिनु पर्यो। अवरोधहरू आउन सक्छन् होइन। पढ्दाखेरि अलिकति कठिनाइ पनि हुनसक्छ। अब अर्को कुरा यो हप्ताका लागि मानसिक तनावलाई नियन्त्रण राख्नु पर्यो। कर्कट राशिका व्यक्तिहरूले खर्चमा समाधान अपनाउनु पर्यो। धर्मको विषयमा गतिमा विशेष ध्यान दिनु पर्यो। परिवारसँग कुनै पनि कुरा धैर्यतापूर्वक व्यवहार गर्नु पर्यो र यात्राका अवसरहरूको योग छ। स्वास्थ्यमा विशेष ख्याल गर्नु पर्यो र अध्ययनमा नियमित रूपमा कायम राख्नु पर्यो र सकारात्मक सोचबाट अगाडि बढ्नुपर्ने हुन्छ। र अनावश्यक वाद विवादबाट टाढा रहनु होला। आत्मविश्वासका साथ तपाईँले कुनै पनि समय लिनुभयो भने राम्रो हुन्छ। अब तपाईँको लागि केही टिप्सहरू मैले बताउँछु। प्रत्येक सोमबार भगवान शिवको पूजा गर्ने होइन। ओम नमः शिवाय मन्त्र दैनिक रूपमा जप गर्ने। शिव अभिषेक, जल अभिषेक, दूध अभिषेक गर्ने र यसै गरी सेतो वस्तु दान गर्ने। गरिब तथा आवश्यकता परेकालाई विशेष गरेर तपाईँले चाहिँ सहयोग गर्ने। यो गर्दाखेरि राम्रो हुन्छ। र अर्को कुरा, अब यहाँहरूलाई केही आर्थिक दबावहरू देखा परे पनि करियर, व्यापार, व्यवसायका क्षेत्रबाट राम्रो सङ्केत र शुभ सङ्केत, नयाँ जीवनको योग र साताको लागि सकारात्मक रूपमा बित्ने योगहरू देखेका छन्। यो थियो कर्कट राशि। कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला। पूजनीय गुरु माता पिता मेरा दाजुभाइ दिदीबहिनीहरू, म अर्को राशिफल सिंह राशि लिएर उपस्थित हुनेछु। अहिलेको लागि यति नै। सबैको जय होस्, सबैको उन्नति होस् भन्न चाहन्छु। सिंह राशि 2083 साल जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा के कस्तो रहेको छ, राम्रो नराम्रो, शुभफल अशुभफल, भाग्य दुर्भाग्य, देश विदेश, अनलाइन अफलाइन, डिजिटल मार्केटहरू जति पनि छन् यी समग्रमा म सम्पूर्ण जानकारीहरू लिइसकेको छु। पूजनीय गुरु माता पिता र मेरा दाजुभाइ दिदीबहिनीहरू सबैजनाले भिडियोलाई सेयर, लाइक, कमेन्ट गरेर अगाडि बढिदिनु होला। र तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाएको नम्बरमा प्रत्यक्ष सम्पर्क गर्नुहोला। म सिंह राशि लिइसकेको छु। सिंह राशिका व्यक्तिहरूका लागि यो हप्ता विशेष गरेर केही फलदायक रहन्छ। केही उतार चढावहरू आउँछन्, केही जीवनमा
एकातिर स्वास्थ्य राम्रो रहने देखिन्छ, तर विरोधीहरूमाथि विजय प्राप्त गर्न सक्ने योगहरू, मुद्दा मामिलामा विजय प्राप्ति गर्न सक्ने, कार्यक्षेत्र कर्मक्षेत्रमा प्रतिष्ठा बढ्ने सङ्केतहरू, शुभ सङ्केतहरू एक अर्कातर्फबाट शुभ सङ्केत देखेका छन्। अर्कोतर्फ अचानक खर्च बढ्ने सम्भावना छ। पारिवारिक चिन्ता, आर्थिक अवस्थाहरू उतार चढावले तनाव पनि दिन सक्ने सम्भावनाहरू, दिक्क लाग्ने सम्भावनाहरू देखिएका छन्। धैर्य र संयमता सही योजना अपनाउनु भयो भने तपाईको कठिनाइहरूलाई चाहिँ नि सहज रूपमा त पूर्ण गर्न सकिने र त्यसको व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने योगहरू विशेष गरेर देखिएका छन्। जति पनि सिंह राशिको व्यक्तित्वहरू हुनुहुन्छ, सिंह राशिका व्यक्तिहरूलाई यो कुरामा विशेष विचार गर्नुपर्नेछ। स्वास्थ्यको बारेमा मैले कुराकानी गर्दैछु। जति पनि हुनुहुन्छ स्वास्थ्यको सामान्यतः रूपबाट राम्रै देखिन्छ। अघि पछिको भन्दा ऊर्जा, आँट, जोस, बल, पराक्रमको वृद्धि हुनेछ। कुनै ठुलो रोगको सम्भावना देखिँदैन। त्यस्तो रोगहरूले प्रभावित पार्ने देखिँदैन। यदि कुनै लामो अवधिबाट रोग बिमारबाट पीडित हुनुहुन्थ्यो, कुनै रोगका कारणले सताइरहेको थियो, तपाईँलाई रोगका कारणले समस्या थियो भने रोगहरूबाट राहत मिल्नेछ। तपाईँको धेरै कुराहरूको राहत मिल्ने योगहरू विशेष गरेर देखिएका छन् भने र यसै गरी शरीरमा एउटा ऊर्जा, आँट, जोस, बल, पराक्रमको वृद्धि हुने योगहरू पनि देखिएको छ तपाईँको लागि। र अलिकति भिटामिन सी, भिटामिन युक्त भोजनहरू तपाईँको लागि हैन, त्यस्तै भिटामिन डी को लागि, क्याल्सियमको लागि विशेष गरेर ख्याल गर्नु पर्यो। र पारिवारिक सदस्य, कार्यस्थलमा स्वास्थ्यको अलिकति मानसिक चिन्ताको योगहरू अलिकति बढी देखिएको छ। त्यसका कारणले ख्याल गर्नुपर्ने स्थिति छ। मानसिक तनावबाट बच्ने प्रयास गर्नु पर्यो। ध्यान, योगा, मेडिटेसन तपाईँको दैनिक रूपमा यो कुरालाई फलो गर्नुभयो भने धेरै राम्रो हुन्छ। पैदल यात्रा हैन, प्राप्त निद्रा लिने, प्राप्त सुत्ने, रेस्ट गर्ने हैन, त्यसले चाहिँ तपाईँको जीवनलाई चाहिँ धेरै राम्रो गर्छ। पुरानो रोगमा चाहिँ सुधार हुने योगहरू देखिएका छन् जति पनि सिंह राशिको व्यक्ति हुनुहुन्छ। र दिन प्रतिदिन अलिकति तपाईँको स्वास्थ्यलाई चाहिँ, जस्तै अब कुनै समस्या देखिए, डक्टरी समस्याहरू देखेका छन् भने तुरुन्त डक्टरको सल्लाह सुझाव लिएर अगाडि बढ्नु होला। किनकि जीवनमा थोरै स्वास्थ्यमा कुनै प्रकारको उतार चढावहरू नआउला भन्न सकिँदैन। धन तथा आर्थिक व्यवस्थापनका लागि यो जति पनि सिंह राशिको व्यक्ति हुनुहुन्छ, साताको सुरुवातमा अचानक ठुलो खर्च आइदिन सक्छ। भएको सम्पत्ति खर्च भइदिन सक्छ। पैसा नउठ्न सक्छ। ऋण लिनुपर्ने ठाउँबाट प्राप्त नहुन सक्छ। आर्थिक दबावहरू बढ्न सक्छन्। अशुभ सङ्केतहरू रहन सक्छन्। अरूले खाइदिन सक्छन् पैसा। कारोबार गर्दाखेरि, इन्भेस्ट गर्दाखेरि सही तरिकाले तपाईँले रिसर्च नगरेको हुनसक्छ। त्यसमा धेरै कुराको विचार गर्नुपर्ने छ। केही व्यक्तिले ऋण वा सापट्टि लिनुपर्ने अवस्था पनि सिंह राशिको व्यक्तिहरूलाई आउन सक्छ। यस्तो अवस्थामा तपाईँको साताको मध्यतिर आर्थिक अवस्थाहरूमा सुधार गर्नेतिर लाग्नु पर्यो। अनावश्यक वस्तु खरिद गर्नका लागि ध्यान दिनु पर्यो हैन। विलासिताका चिज तथा सुविधाहरू खर्च बढ्ने छन्। बजेट बिग्रन सक्छ हैन। समय खराब पनि चल्न सक्छ। समाधानी अपनाउनु पर्ने योगहरू देखेका छन्। अनावश्यक झन्झटबाट जोगिनु पर्यो। अनावश्यक खर्चबाट जोगिनु पर्यो। तपाईँको अलिकति होसियार रहनुपर्छ। धनको सही सदुपयोग गर्न अति आवश्यक छ। व्यवस्थापन आवश्यकता ध्यान दिनुपर्छ। भविष्यलाई ध्यानमा राखेर खर्चलाई उचित तरिकाले त्यसको व्यवस्थापन मिलाएर जति पनि सिंह राशिको व्यक्ति हुनुहुन्छ हरेक कुराहरू आर्थिक क्षेत्रमा विचार गर्नुपर्ने स्थिति छ। पैसाकै कारणले तनाव, बाधा, अवरोध, समस्या, सङ्कट यी विभिन्न कारणहरू तपाईँको जीवनमा सिर्जना हुन सक्छन्। अब मैले पारिवारिक तथा सामाजिक संस्थाको बारेमा हामी विशेष गरेर कुरा गरौँ। यस राशिका व्यक्तिहरूलाई के छ, कस्तो छ, कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराहरू यहाँ मुख्य रूपमा छन्। त्यसको बारेमा पनि मैले चर्चा गर्नेछु। पारिवारिक सदस्य बीचमा स्वास्थ्यलाई लिएर कसैको चिन्ता विषय बनेको छ। स्वास्थ्यमा समस्या आइदिन सक्छ, बाधाहरू आइदिन सक्छन्, भने जस्तो नहुन सक्छ। औषधि उपचारमा खर्चहरू बढ्न सक्छन्। घर जग्गा सम्पत्तिमा विषयमा तनाव हुन सक्ने योगहरू बढी देखेका छन्। त्यसमा ख्याल गर्नु होला। पुरानो साथीभाइसँगको भेटघाटहरू हुन सक्ने योग छ। भोज भतेर वा जमघाट आयोजनाहरू तपाईँको हुन सक्ने योगहरू देखिएका छन्। अब यसै गरी कुनै पनि निर्णय लिनु अगाडि परिवारको सल्लाह सुझाव गर्नु हैन, सल्लाह सुझाव लिनु एउटा राम्रो हुनेछ। आफन्त तथा शुभचिन्तकहरूको साथ सहयोगले चाहिँ तपाईँको जीवनमा एउटा राम्रो प्रगति, उन्नति, सुख, शान्ति, समृद्धि एउटा कुरा आउन सक्छ हैन। कठिन समयमा परिवारको साथ दिनेछन्। त्यसले गर्दाखेरि परिवारसँग लडाईँ झगडा नगरिकन अगाडि बढ्नुभयो भने एउटा राम्रो हुन्छ। पारिवारिक जिम्मेवारीहरू बढ्छन्। र यसै गरी मैले सन्तानसँग सम्बन्धीको कुराहरू होला हैन, तपाईँको चिन्ता अलिकति बढ्ने योगहरू छ, त्यो कुरामा ख्याल गर्नु होला। धैर्यतापूर्वक अगाडि बढ्नु, समस्या समाधान गर्नेतिर लाग्नुभयो भने झनै राम्रो हुन्छ तपाईँको लागि। एकदमै पोजिटिभ, एकदमै शुभ, एकदमै राम्रो हुन्छ। र यसै गरी
कर्कटमा जसै हामी सिंह राशिको बारेमा हेरेका छौँ, सिंह राशिका व्यक्तिहरूलाई जुन करियर छ, व्यापार छ, व्यवसाय छ, जब लसका व्यक्तिहरूलाई छ, यो क्षेत्रमा चाहिँ तपाईँको कार्यस्थल प्रतिष्ठा प्रभावहरू बढ्नेछन्। विरोधीहरूमाथि विजय प्राप्ति गर्ने, होइन प्रतिस्पर्धामा विजय प्राप्ति गर्ने योगहरू छन्। असफलताबाट सफलताको योगहरू छ, तर धेरै जीवनमा असफलताले पनि तपाईँलाई घेर्नेछ र मेहनतको उचित प्रतिफल परिणामहरू तपाईँले पाउन सक्ने, मेहनत गर्नुपर्ने भएका कारणले उचित हुनेछ। पारिवारिक चुनौतीपूर्ण अथवा परिस्थितिलाई अवसरमा बदल्न सक्ने, सफल हुने योगहरू छन्। वरिष्ठ अधिकारीसँगको सम्बन्धमा व्यापारमा ध्यान दिनुपर्ने तपाईँको लागि, होइन काम गर्दा विचार गर्नु पर्यो, सावधानी अपनाउनु पर्यो, काममा चाहिँ विशेष ख्याल गर्नुपर्ने, लापरवाही गर्नु भएन, जिम्मेवारीहरू बढ्न सक्ने सम्भावना छन् र त्यसमा चाहिँ तपाईँको लागि सोच विचार गरेर अगाडि बढ्नु होला। कार्यक्षेत्र कर्मक्षेत्रमा प्रशंसा त्यहाँ बस्दै गर्नु है र सम्भावनाहरू छन्। कार्यक्षेत्रमा प्रशंसा प्राप्ति, निरन्तर तपाईँको सफलताहरू दिलाउन सक्ने योगहरू छ भनेदेखि यसै गरी प्रेम दाम्पत्य जीवनमा चाहिँ अलिकति देखावटहरू तपाईँको लागि हुन सक्ने सम्भावना र प्रेम प्रेमिकाको बिचको भावनाहरू कमजोर रहन सक्ने, एकअर्कालाई बुझ्ने स्थिति देखिएको छ। सम्बन्धमा विश्वास कायम राख्नुपर्नेछ। जीवनसाथीबाट खुला संवाद गर्नुपर्नेछ। साना विवादित विषयलाई चाहिँ ठुलो बन्न नदिने र अगाडि बढ्नुपर्ने हुन्छ। भावनात्मक रूपमा सम्बन्ध बलियो भए तापनि तपाईँको पारिवारिक सहयोगहरू प्राप्त गरेर अगाडि बढ्ने योगहरू छन्। पारिवारिक अभावितका लागि सामान्यता रहनेछ भने सम्बन्धमा धैर्यता आवश्यकता छ। समझदारीले सम्बन्धलाई चाहिँ सुधार गर्न सक्ने योगहरू विशेष गरेर भनेका छन् भने विद्यार्थीहरूका लागि पढाइ लेखाइमा अलिकति ध्यान केन्द्रित गर्नुपर्ने छ। गलत सङ्गत गलत कार्यका कारणले अनावश्यक गतिविधिबाट टाढा रहनुपर्छ। सामाजिक मनोरञ्जन र लक्ष्यबाट विचलित गराउन सक्ने सम्भावनाको योगहरू बढी देखिन्छ। समय व्यवस्थापन र विशेष ध्यान दिनुपर्नेछ। अध्ययन अध्यापन निरन्तर कायम राख्नुपर्नेछ। शिक्षक सुझाव र लाभदायक हुनेछन्। परीक्षाको तयारीमा तपाईँको लापरवाही नगर्नुहोला र अनुशासन सफलता प्राप्त गर्ने मुख्य आधार बनेको देखिन्छ भने आफ्नो छवि बिगार्ने गतिविधिहरू, गलत सङ्गत, गलत खानपिन र लक्ष्य प्राप्तिमा ध्यान दिनुपर्ने हुन्छ। पहिलो रूपमा तपाईँको पढाइलाई प्राथमिकता हुन्छ। यो हप्ताको लागि विशेष रूपमा केही 10वटा सुझावहरू तपाईँको लागि रहेको छ। खर्चमा विशेष नियन्त्रण गर्ने, पारिवारिक सदस्य बीचमा स्वास्थ्यमा ध्यान दिनु पर्यो, सम्पत्ति सम्बन्धी निर्णयहरू सोच विचार गरेर गर्नु पर्यो, कार्यस्थलमा लापरवाही गर्नु भएन, वरिष्ठ अधिकारीसँगको विनम्रता व्यवहारमा ध्यान दिनु पर्यो। विरोधीहरूबाटको सम्बन्धको कुरा गर्दाखेरि यसमा चाहिँ तपाईँ कुनै पनि विवादित विषयमा नफसेको राम्रो हुन्छ। विद्यार्थीहरूले गलत सङ्गतबाट टाढा रहनुपर्ने र प्रेम सम्बन्धमा इमान्दारिता निभाउनुपर्ने योग छन्। धैर्यतापूर्वक समस्याको समाधान गर्न सकिने देखिन्छ भने यो समय धन दुवैको लागि सही सदुपयोग गरेर अगाडि बढ्ने योगहरू छन्। र केही टिप्सहरूको बारेमा तपाईँको लागि छ भनेदेखि बिहान प्रतिदिन सूर्यदेवलाई जल चढाउने, आदित्य हृदयको पाठ गर्ने, ओम गृहिणी सूर्याय नमः मन्त्रको जप गर्ने र गुण वा गहुँ तपाईँले रातो वस्त्र दान गर्दाखेरि धेरै राम्रो पोजिटिभ सकारात्मक एउटा योगहरू हुन्छ र पिता तुल्य व्यक्ति या ज्येष्ठ व्यक्तिहरूको सम्मान गरेमा राम्रो हुन्छ। यो हप्ता विशेष गरेर तपाईँको कार्यक्षेत्रमा प्रगति, उन्नति, वरिष्ठ अधिकारी, आत्मविश्वास, समयता, तपाईँको आर्थिक उतार चढावहरू, पारिवारिक चिन्ताहरू चाहिँ रहन सक्ने देखिन्छ। केही यस्तो सिर्जनाको योगहरू बनेको छ र महत्त्वपूर्ण रूपमा अगाडि बढ्न सक्ने योगहरू भावना रूपमा देखिएका छन्। यहाँहरूलाई स्वागत छ। आजको विशेष श्रृङ्खलामा मैले कन्या राशि लिइसकेको छु। 2083 सालको यही तपाईँको जेठको 24 गतेबाट अब आउने समय देशको 30 गतेसम्मको अवधिभित्रमा जति पनि कन्या राशिको व्यक्तिहरू हुनुहुन्छ यो साप्ताहिक राशिफलमा तपाईँको जीवनमा के कस्तो प्रभाव पर्छ, घर, गाडी, जग्गा, जमिन, भूमि, देश विदेश, राजनीतिक, कूटनीतिक, सामाजिक, शिक्षा, दीक्षा, होइन प्रेम जीवन, वैवाहिक जीवन, हरेक क्षेत्रका हरेक कुराहरू जोडिएका हुन्छन्। यी समग्रमा म सम्पूर्ण कुराहरूसँग हजुरसँग जोडिसकेको छु। भिडियो निकै महत्त्वपूर्ण छ, सबैजनाले हेरेर सेयर गरिदिनु होला। मैले प्रत्येक राशिको साप्ताहिक राशिफलमा अलग अलग तरिकाले लिएको छु र यदि तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा मानव जीवनमा थुप्रै प्रकारका कुराहरूसँग जोडिएका हुन्छन्। त्यसका कारणले गर्दाखेरि हरेक कुराहरू कसैलाई राम्रो कसैलाई नराम्रो विभिन्न कुराहरूसँग जोडिएको हुन्छ। मैले समग्रमा यो कुराहरू तपाईँको बिचमा लिएर उपस्थित भइसकेको छु। सबैजनाले भिडियोलाई सेयर लाइक कमेन्ट गरेर अगाडि बढिदिनु होला। कुन देशबाट कुन ठाउँबाट कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। आफ्ना केही जिज्ञासाहरू छन् भने त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिन म विनम्रता अनुरोध गर्दछु। र तन्त्र मन्त्र यन्त्रसँग सम्बन्धित पनि जानकारी लिन सक्नुहुन्छ। कन्या राशिका लागि 2083 साल यो जेठ महिनाको जुन साप्ताहिक अन्तिम समयको अन्तिम हप्ताको जुन राशिफल छ, कन्या राशिका व्यक्तिलाई यो साता निकै शुभता रहेको छ। धन धान्य सुख शान्ति समृद्धि लटरी भाग्य सौभाग्य आरोग्यता सफलता र आर्थिक लाभले भरिएको रहनेछ र तपाईँको सोचले सोचेका कार्यहरू अधिकांश कामहरू समयमा पुरा हुनेछन्। व्यापार व्यवसाय प्रेम परिवार तथा आर्थिक क्षेत्रमा पनि उन्नति प्रगति सुख शान्ति समृद्धि हरेक कुराहरूको प्राप्ति हुनेछ। लामो समयदेखि अब तपाईँको स्वास्थ्यको कुरा गरौँ। यदि तपाईँ स्वास्थ्यमा हेर्ने हो भने धेरै राम्रो छ। जीवनमा स्वास्थ्य राम्रो रहन्छ, शारीरिक स्फूर्ति रहन्छ, महसुस राम्रो हुन्छ, मानसिक सकारात्मक
ऊर्जाहरूको वृद्धि हुनेछ। साथीभाइ तथा पारिवारिक सम्बन्ध राम्रो रहनेछ। लामो समयबाट कुनै रोग बिमारबाट पीडित हुनुहुन्थ्यो भने त्यसबाट मुक्ति प्राप्त गर्न सक्ने योगहरू छ। परिवारमा रमाइलो गर्ने अवसरहरूको प्राप्ति हुनेछ। छोटो लामो दूरीको यात्राको विशेष गरेर योग बनेको छ। यात्राले मानसिक ताजगी र प्रदान गर्ने देखिन्छ। पुराना स्वास्थ्यका समस्याहरू समाधान हुनेछन्, सुधार हुनेछन्। नियमित रूपमा योग, ध्यान, मेडिटेसन तपाईँको लागि राम्रो हुन्छ। खानपिन सन्तुलन कायम राखेर अगाडि बढ्नु होला, जीवनमा भविष्यमा राम्रो हुन्छ। सकारात्मक सोचले तपाईँको स्वास्थ्य अझै बलियो बनाउन सक्ने योगहरू विशेष गरेर देखिएका छन्, जसका कारणले गर्दाखेरि तपाईँको जीवनमा एउटा राम्रो पक्ष, उन्नति, प्रगति, सुख, शान्ति, समृद्धि, सफलता, राज, पद, प्रतिष्ठा एउटा किसिमले तपाईँलाई दिन्छ। र स्वास्थ्यमा धेरै राम्रो योगहरू देखिएको छ। लामो दूरीको यात्राले ताजगी भर्नेछ। तपाईँको यो बेलामा यात्रा आदि गर्न सक्नुहुन्छ। अब आर्थिक पक्षको कुरा गर्ने भने जति पनि कन्या राशिका व्यक्ति हुनुहुन्छ, पुरानो सम्पत्तिहरू, अधिकारी, कारोबारमा सफलतापूर्वक सम्पन्न हुन सक्ने योगहरू धेरै देखिएका छन्। घर, जग्गा, जमिन लाभहरू प्राप्ति हुने योगहरू देखिएको छ। सम्भावना धेरै छन्। आर्थिक अवस्थाहरू मजबुत भएर जानेछन्। रोकिएको धन सम्पत्ति प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा अचानक लाभ, उन्नति, प्रगतिको योगहरू देखिन्छ। भनेदेखि यो हप्ताका लागि जति पनि कन्या राशिको व्यक्तित्व हुनुहुन्छ, यो साता विशेष गरेर लाभ, उन्नति, प्रगतिको योगहरू छ। भविष्यका लागि आर्थिक सुरक्षा बढ्नेछ भने लगानीबाट राम्रो प्रतिफल परिणाम प्राप्ति हुन सक्ने देखिन्छ। बजारमा अड्किएको पैसाहरू अप्रत्याशित रूपमा लाभ हुन सक्ने योगहरू छन्। आम्दानीका नयाँ स्रोत साधनहरू खुल्न सक्छन्। आर्थिक आत्मविश्वास बढेर जानेछ, जसका कारणले गर्दाखेरि 2083 सालको यति बेलाको समयमा यो साप्ताहिक राशिफलमा अन्तिम हो, जेठ महिना, जसका कारणले तपाईँको भाग्य ठुलो परिवर्तन छ। धेरै लाभहरू, उन्नतिहरू, प्रगतिहरू, सुख, शान्ति, समृद्धि, सफलता, राज, पद, प्रतिष्ठा, मान, सम्मान, भविष्यको लागि आर्थिक सुरक्षा पनि बलियो बनाउन सक्ने योगहरू देखेका छन्। र पारिवारिक जीवनको बारेमा मैले चर्चा गर्ने हो भने यदि तपाईँ कन्या राशिको व्यक्ति हुनुहुन्छ भने परिवारको साथ, सहयोगहरू, समर्थनहरू प्राप्ति गर्ने, घर परिवारमा वातावरण सुखद रहने, आफन्त तथा साथीभाइको सहयोग सम्बन्ध सुधार हुने देखिएका छन्। प्रभावशाली व्यक्तिको साथ, सहयोगहरू पनि प्राप्ति हुने योगहरू बनेको छ। तपाईँको मनको ठुलो चिन्ताहरू हट्नेछ, बाधाहरू हट्नेछन्, परिवारमा खुसीहरू आउनेछ। पारिवारिक समय पनि शुभ रहनेछ। सन्तान पक्षबाट खुसीका समाचार सुन्न पाइनेछन् भने सामाजिक प्रतिष्ठाहरू विशेष गरेर बढ्नेछन्। नयाँ सम्बन्धमा तपाईँ जोडिन सक्ने योगहरू बनेको छ। र यसै गरी रिसमा अलिकति केयर गर्नु होला, धैर्यताको ख्याल गर्नु होला। नियन्त्रण गर्नुपर्ने रिसको कुरा विशेष गरेर नियन्त्रण गर्न आवश्यक छ। तपाईँको जीवनमा एकदमै बढी खुसी, सुख, शान्ति, समृद्धि, धेरै कुराहरू प्राप्ति गर्ने योगहरू पनि बनेका छन्। त्यसका कारणले गर्दाखेरि यति बेलाको समयमा जति पनि श्रद्धालुजनहरू हुनुहुन्छ, हामीलाई देश विदेशबाट हेर्नुभएको छ, उहाँहरूको लागि एकदमै राम्रो पोजिटिभ समय, शुभ समय, जीवनको एउटा राम्रो पक्षको सुरुवात भएको देखिन्छ। अब जागिर, पेसा, व्यापार, व्यवसाय, करियरको क्षेत्रमा कन्या राशिका व्यक्तिलाई हेर्ने भने कार्यक्षेत्रमा सफलताको योगहरू छ। धन प्राप्तिको योगहरू छ। अचानक लाभ, उन्नति, प्रगतिको योगहरू छ। नसोचेको धन सम्पत्ति प्राप्ति हुनेछ। बन्द भएका व्यापार व्यवसायमा ठुलो सफलता प्राप्ति गर्न सक्ने योगहरू छन्। वरिष्ठ अधिकारीहरू, इष्टमित्रहरूप्रति सहकर्मीहरूको सहयोगहरू प्राप्ति हुनेछ। तपाईँको कार्यक्षमताको प्रशंसा मिल्नेछ र कर्मचारी, सहकर्मी प्रभावित हुनेछन्। व्यापार, व्यवसाय, नयाँ उद्योग धन्दा, कल कारखाना, विभिन्न क्षेत्रमा राम्रो योगहरू बनेको देखिन्छ। बजार, प्रतिष्ठा, लोकप्रियता बढेर जानेछ। विदेशसँग सम्बन्धित व्यापारमा, व्यवसायमा विशेष लाभ प्राप्ति हुनेछ। विदेश यात्राको योगहरू देखिएको छ। लाभ प्राप्ति हुनेछन्। मेहनतले उत्कृष्ट प्राप्ति, प्रतिफल, परिणामहरूको प्राप्ति हुन सक्ने योगहरू देखिएको छ, जसका कारणले गर्दाखेरि अबको समय कन्या राशिका व्यक्तिलाई सोचे भन्दा राम्रो प्रतिफल, परिणामको प्राप्ति हुनेछ। प्रेम तथा दाम्पत्य जीवनको कुरा गर्दा विशेष गरेर नजिकता धेरै बढ्नेछ। प्रेम वा प्रेमिकाको सँग सम्बन्धमा अझ बलियो बन्ने योगहरू छन्। जीवनसाथीको साथ, सहयोगहरू पनि प्राप्ति हुने एकदमै उत्कृष्ट योग छ। भावनात्मक रूपमा सम्बन्धमा मधुर बन्नेछ। गलतफहमी हट्ने सम्भावना देखिन्छ र वैवाहिक जीवनको सुखद दाम्पत्य जीवनमा मिठासकोपनहरू रहनेछ र यसमा तपाईँको लागि सुखद योगहरू छन्। अभावितहरूका लागि पनि शुभ विवाहका प्रस्तावहरू हुनेछन् र सम्बन्धमा विश्वास बढ्नेछ र खुसी बढ्नेछन्। रोमान्स र रोमान्टिकका क्षणहरू बित्नेछन्। प्रेम जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ। भाग्य उदय हुनेछ, जसका कारणले गर्दाखेरि अत्यन्त शुभ छ। अध्ययनमा तपाईँको प्रगति, उन्नति, विशेष गरेर लक्ष्य प्राप्तिका योगहरू, मेहनतले सफल हुन सक्ने योगहरू धेरै देखिएका छन्। असफलताबाट निराशता अन्त्य भएर सफलताको फलको प्राप्ति हुने र भाग्य उदय हुने योगहरू बनेका छन् र परीक्षा तथा प्रतिस्पर्धामा राम्रो परिणामहरूको प्राप्ति हुन सक्ने योगहरू
रहेको छ। शिक्षकको मार्गदर्शन लाभदायक बन्नेछ, आत्मविश्वासको वृद्धि हुनेछ। यसका कारणले गर्दा अध्ययनमा अत्याधिक सफलता प्राप्ति हुने विद्यार्थीहरूका लागि शुभ योगहरू, तपाईँको भाग्योदय भएर तपाईँले उच्च शिक्षा हासिल गर्ने, व्यापार व्यवसाय, कल कारखाना, उद्योग धन्दाहरू, अध्ययन अध्यापनमा पनि ध्यान केन्द्रित गरेर सजिलै अगाडि बढ्न सक्ने योगहरू, नयाँ ज्ञान हासिल गर्न सक्ने अवसरहरूको प्राप्ति हुनेछ। समय व्यवस्थापन सफलता मिल्ने देखेको कारणले निरन्तर यो प्रयासले उत्कृष्ट उपलब्धिहरू तपाईँलाई दिलाउनेछ, भाग्यले साथ दिनेछ। अब यसमा कन्या राशिका व्यक्तिलाई के छ भन्दाखेरि रिसलाई अलिकति धैर्यता राख्नुपर्नेछ, नियन्त्रण राख्नुपर्नेछ। सम्पत्ति सम्बन्धी अवसरहरूको सदुपयोग गरेर अगाडि बढ्नु होला। पारिवारिकलाई चाहिँ प्राप्त समय दिनु होला। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बलियो बनाउन सक्नुहुनेछ। व्यापार र व्यवसायका क्षेत्रमा विस्तार रूपमा उपयोग गर्न सक्ने देखिन्छ। विदेशसँग सम्बन्धित कार्यमा सक्रियता भएर अगाडि बढ्नुहोस्। अध्ययन अध्यापनमा निरन्तरता कायम राखेर प्रेम सम्बन्धमा इमान्दारिता अपनाउनुहोस्। सकारात्मक सोच राख्नुहोला। आफ्नो लक्ष्य प्राप्ति समर्पित रहनु नै तपाईँको लागि अत्यन्त उत्तम हुनेछ। यति बेलाको समयमा भगवान देवगुरु बृहस्पतिको कृपा रहेको छ। अब तपाईँलाई केही टिप्सहरू उपायहरू बताउँदैछु मैले। यदि कन्या राशिको व्यक्ति हुनुहुन्छ भने भगवान श्री गणेशको विधिपूर्वक पूजा दैनिक रूपमा गरेर कामलाई प्रारम्भ गर्नु, यात्रालाई प्रारम्भ गर्नु। गणपति अर्थचित्रको पाठ गर्नु। ओम गम गणपति नमः मन्त्रको 108 पटक जप गर्नु। हरियो वस्त्र वा हरियो दालहरू दान गरिदिनु। विद्यार्थीहरूका लागि आवश्यकता परेकालाई शैक्षिक सामग्रीहरू दान गरिदिनु। र कन्या राशि भएका व्यक्तिहरूलाई अत्यन्त शुभ र प्रगतिशील उपलब्धिमूलक रहनेछ र आर्थिक लाभ, करियरमा सफलता, व्यापार व्यवसायमा विस्तार रूपमा, प्रेम सम्बन्धमा तथा मधुरता, पारिवारिक सुख शान्ति समृद्धि बलियो सङ्केतहरू र धैर्य र कायम राख्दै तपाईँ अवसरको सही सदुपयोग गरेर अगाडि बढ्नुभयो भने विशेष उपलब्धिहरू प्राप्ति हुने योगहरू जीवनमा धेरै प्रकारको देखिएको छ। त्यसका कारणले तपाईँको जीवनमा खुसी पनि आउनेछ। यो एकदमै महत्त्वपूर्ण विषयवस्तुहरू हो र तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजापाठ ग्रह स्वस्ति शान्तिहरू भागवत आदि कथाको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाएको नम्बरमा सम्पर्क गरिदिनु होला। म अलि यो भिडियोबाट बिदा चाहन्छु। फेरि अर्को भिडियो लिएर हजुरहरूको माझमा उपस्थित। तुला राशि मैले लिइसकेको छु। जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ, पूजनीय गुरु माता पिता प्यारा दाजुभाइ दिदीबहिनीहरू, साप्ताहिक राशिफल जेठ महिनाको 24 गतेबाट तपाईँको 30 गतेसम्म जेठ महिनाको अन्तिम समयको अवधिभित्रमा तुला राशिका व्यक्तिलाई स्वास्थ्य, प्रेम जीवन, वैवाहिक जीवन, सन्तानमा, शिक्षामा, दीक्षामा, विदेश यात्रा, दाजुभाइ दिदीबहिनी, इष्टमित्र, आफन्तजनहरूमा तपाईँको जीवनको सफलता, असफलता, भाग्य, दुर्भाग्य, समग्रमा के कस्तो रहेको छ, समग्रमा म सम्पूर्ण जानकारीहरू जस्ताको तस्तै लिएर उपस्थित भइसकेको छु। जति पनि हामीलाई देश विदेशबाट भिडियो हेर्दै हुनुहुन्छ भने लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिन म अनुरोध गर्दछु। यदि तपाईँ आफ्नो बारेमा जान्न चाहनुहुन्छ, भूत भविष्य वर्तमान तपाईँको बारेमा के कस्तो छ त्यसको बारेमा जान्न चाहनुहुन्छ, चिना टिप्पणहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, अनलाइन सुविधाहरू लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोला। यसै गरी तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोला। म सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस्, त्रिदेव त्रिमाताहरूले सदा हजुरको कल्याण र रक्षा गरून् भनेर विशेष गरेर म भगवानको चरण कमलमा नमन गर्दै आजको विषय र वस्तुलाई म अगाडि बढाउन चाहन्छु। सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् भनेर भगवानसँग प्रार्थना गरौँ। किनकि हामी अत्यन्तै महत्त्वपूर्ण विषयसँग म जोडिसकेको छु। के छ, कस्तो छ र के गर्नुपर्छ, के गर्नु हुँदैन यसको बारेमा पनि चर्चा गर्नेछु तुला राशिका लागि। तुला राशि 2083 साल जेठ महिनाको 24 गतेबाट तपाईँको स्वास्थ्यमा सुधार हुनेछ। उन्नति र प्रगतिको शिखरमा पुग्न सक्नुहुन्छ। उच्च शिक्षा र नयाँ अवसरको प्राप्ति दृष्टिकोणले अत्यन्त उत्तम रहनेछ। खर्चमा कन्ट्रोल हुनेछ। पारिवारिक र जिम्मेवारी र भावनात्मक रूपमा निर्णयहरू समाधानीपूर्वक अपनाएर तपाईँ व्यावसायिक क्षेत्रमा अगाडि बढ्नुहुनेछ। यसले गर्दाखेरि तपाईँको जीवनमा एउटा पोजिटिभ सकारात्मक योगहरू छन्। स्वास्थ्य सकारात्मक सुधार आउने देखिन्छ। पुराना समस्याहरू क्रमशः हट्दै जानेछन्। यसका कारणले मानसिक शान्ति समृद्धिको प्राप्ति हुनेछ। आध्यात्मिक ज्ञान, धर्म र तपाईँको लागि विशेष गरेर धार्मिक गतिविधिको रुचिहरू बढेर जानेछ। र यसै गरी कुनै ज्ञानी, कुनै धार्मिक या कुनै सल्लाहकारसँगको सम्बन्धमा लाभदायक हुनेछ। यसका कारणले तपाईँको तनावहरू कम भएर जानेछ। तुला राशिका व्यक्तिलाई शरीरमा ऊर्जा, आँट, जोस, बल, पराक्रमको नियमित रूपमा प्राप्ति हुनेछ। योग साधना मेडिटेसन तपाईँको लागि राम्रो हुन्छ। खानपिनको लागि अलिकति ख्याल गर्नु होला, यो तपाईँको लागि राम्रो हुन्छ। सकारात्मक सोचले नै तपाईँको भाग्यलाई परिवर्तन गर्ने, स्वास्थ्यलाई अझै मजबुत बनाउने राम्रो पक्ष चाहिँ जीवनमा देखिएको छ। जसका कारणले गर्दाखेरि आउनेवाला समयमा तपाईँले धेरै कुराहरूलाई परिवर्तन गरेको
पाउनुहुनेछ, एउटा राम्रो पक्ष देखिएको छ। जीवनमा सुख समृद्धिहरूको अझै वृद्धि हुँदै जाने योगहरू धेरै देखिएका छन्। त्यसका कारणले गर्दाखेरि स्वास्थ्य जीवन तपाईँको लागि धेरै नै पोजिटिभ र एउटा सकारात्मक एउटा शुभ सङ्केत देखिएको छ। अब यसै गरी आर्थिक र धनको विषयमा कुरा गर्ने भने तुला राशिका व्यक्तिलाई अत्यन्त राम्रो छ। जस्तै प्रेम जीवनमा आकर्षण हुनु होइन आवश्यकता छ। तपाईँको लागि खर्चलाई चाहिँ अलिकति ख्याल गर्नु होला। खर्च त बढ्छ तर अरूलाई प्रभावित पार्न सक्ने धन खर्च सावधानीपूर्वक अपनाएर कारोबार गर्दाखेरि इन्भेस्ट गर्दाखेरि बजेट बिग्रन नसक्ने सम्भावनाको योगहरू देखिएको छ तुला राशिलाई यो हप्तामा। खर्चभन्दा बचतमा ध्यान दिनु नि राम्रो होला यो हप्ताका लागि। र आर्थिक निर्णय लिँदा भावनामा बगेर भावनामा आएर नलिनु होला। लगानी गर्दाखेरि सोच विचार गरेर इन्भेस्ट गर्नुभयो भने राम्रो हुन्छ तुला राशिका व्यक्तिहरूलाई। र आम्दानी स्थिर रहन सक्ने सम्भावना छ। आवश्यक त विलासिता त टाढा रहनु होला र धनको सही व्यवस्थापनले भविष्यमा सुरक्षित बनाएर आर्थिक अनुशासन र अपनाउनु लाभदायक बन्नेछ। तपाईँको जीवनमा धेरै प्रकारको खुसीहरू सुखहरू समृद्धिहरू शान्तिहरू प्राप्ति भएर तपाईँको जीवनमा अगाडि बढ्न सक्ने अत्यन्त महत्त्वपूर्ण विषयहरूका योगहरूको सिर्जना भएका देखिन्छन्। त्यसका कारणले गर्दा आगामी दिनमा तपाईँले एउटा राम्रो प्रतिफल परिणाम शुभ फल राजको आदिको सुखहरू पनि प्राप्त गर्न सक्ने योगहरू अत्यन्त महत्त्वपूर्ण देखिएको छ। त्यसका कारणले गर्दाखेरि तपाईँको जीवनमा एउटा राम्रो पक्ष एउटा जीवनको उन्नति प्रगतिका क्षेत्रमा अगाडि बढ्न सक्ने योगहरू भएका कारणले गर्दाखेरि तपाईँको जीवन एउटा पक्षमा हेर्ने हो भने धेरै राम्रो धेरै अत्यन्त महत्त्वपूर्ण देखिएको छ। अब यसै गरी पारिवारिक जीवनको कुरा गर्ने भने तुला राशिका व्यक्तिहरूलाई परिवारका जति पनि अधुरा कार्यहरू पुरा गर्न सक्ने सम्भावना धेरै छन्। जिम्मेवारीहरू बढ्नेछन्। कामलाई पछि सार्ने बानी त्याग गर्नुपर्छ। पारिवारिक सदस्यको आवश्यक पुरा गर्नेका लागि एकदमै शुभ र सकारात्मक समयको योगहरू छ। आफन्तहरूसँगको सम्बन्धमा सुधार हुनेछ। घरको वातावरण सामान्यतः सकारात्मक रहनेछ। परिवारसँग समय बिताउने अवसरहरू लाभदायक हुनेछन्। यसले गर्दाखेरि तपाईँको ससाना विषयहरूलाई ससाना चिजहरूलाई साना समस्याहरू परिवारको हल गर्न सक्ने देखिन्छ भने धैर्य समझदारी आवश्यकताका साथ अगाडि बढ्नुभयो भने तुला राशिका व्यक्तिहरूका लागि यो साप्ताहिक राशिफलमा धेरै नै पोजिटिभ धेरै नै सकारात्मक एउटा राम्रो बाटो एउटा पोजिटिभ फलहरू शुभ सङ्केतहरू शुभ फलहरूका योगहरू विशेष गरेर देखिएका छन्। जसका कारणले तपाईँको जीवनमा अनेक प्रकारको ज्ञान बुद्धि विद्या आर्जन गर्न परिवारको एउटा मार्गदर्शन गर्न सक्ने योगहरू बनेका छन्। अब करियरको हिसाबले मैले कुराकानी गर्दैछु। करियरको हिसाबमा के छ भन्दाखेरि व्यापार व्यवसाय कल कारखाना उद्योग धन्दामा व्यापार र व्यवसायका क्षेत्रमा करियरमा जागिरमा होस् तपाईँको बिजनेसमा होस् एकदमै राम्रो प्रतिफल परिणामको योगहरू छ। व्यापार व्यवसायमा लाभको सम्भावना एकदमै बलियो भनेको छ। आफ्नो सिप अनुभव प्रदर्शन गर्न सक्ने अवसरहरू प्राप्ति हुनेछन्। नयाँ जिम्मेवारीको प्राप्ति हुनेछ। कर्मक्षेत्र कार्यक्षेत्र सम्मान प्रशंसा वरिष्ठ अधिकारीहरूबाट प्रभावित हुन सक्ने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। व्यापारमा विस्तारको योजना छ। नयाँ योजनाकोमा सफल बन्न सक्ने देखिन्छ। आत्मविश्वासका साथ निर्णय लिनुहुनेछ। आफूलाई कम आँक्ने गल्ती नगर्नु होला। मेहनतको दृष्टिकोण प्रतिफल अत्यन्त शुभ राम्रो रहनेछ। यसका कारणले गर्दाखेरि जीवनमा अत्यन्त शुभ फल राम्रो फलहरू होइन जीवनको दाम्पत्य जीवनदेखि लिएर प्रत्येक क्षेत्रमा एकदमै शुभ योगहरू देखिएका छन्। जसका कारणले गर्दाखेरि तपाईँको जीवनमा एउटा राम्रो पक्ष मार्गदर्शन तपाईँको भविष्यको लागि राम्रो मार्गदर्शनको योगहरू देखिएको छ। भाग्य उदयको योगहरू बनेको छ। यसका कारणले गर्दाखेरि तपाईँको जीवनमा अत्यन्त शुभ फलहरू प्राप्ति हुने र धेरै भाग्य उदय हुने योगहरू पनि बनेका छन्। अब प्रेम दाम्पत्य जीवनको कुरा गर्दा विपरीत लिङ्गीप्रति अलिकति यो समयमा आकर्षण हुने योगहरू छ। प्रेम सम्बन्धमा खर्च बढ्न सक्ने योगहरू छन्। सम्बन्धमा देखावटीको पनबाट टाढा रहनु होला। जीवनसाथीको भावनाको सम्मान गर्दा राम्रो होला। सम्बन्ध विश्वास कायम राख्नु तपाईँको जीवनमा आवश्यकता हुनेछ भनेदेखि साना गलतफहमीहरूबाट सावधानी रहनुपर्छ। एकअर्कालाई बुझ्ने एकअर्काको गल्तीलाई त्यहाँ गर्ने कामहरू गर्नु हुँदैन र विवाहित नयाँ सम्बन्धको अवसरहरू मिल्ने देखिन्छ र भावनात्मक निर्णयहरू समाधानी अपनाउनुपर्छ र प्रेम जीवनमा भद्रता रहने देखिन्छ। समझदारीले सम्बन्धलाई अझै बलियो बनाइदिने योगहरू विशेष गरेर देखिएका छन्। अब यसमा के छ भन्दाखेरि विद्यार्थीजनहरूका लागि यो हप्तामा चाहिँ तपाईँको उच्च शिक्षाको प्राप्तिको योग छ। राम्रो कलेजमा एडमिसन हुने योगहरू बनेका छन्। भर्ना हुने योग छ। शिक्षकहरूले राम्रो सहयोगहरू प्राप्ति गर्न सक्नुहुन्छ। अध्ययनमा प्रगतिको योगहरू छ। प्रतिस्पर्धाका क्षेत्रमा परीक्षामा सफल मिल्नेछ। लक्ष्यपट्टि ध्यान केन्द्रित गरेर तपाईँ अगाडि बढ्न सक्नुहुनेछ भने कुनै पनि प्रकारको सर्टकट अपनाएर काम चाहिँ नगर्नु होला। विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्ने नियमित रूपमा मेहनतले उत्कृष्ट परिणामहरू ऊर्जाहरू आत्मविश्वासहरूको वृद्धि गरिदिनेछ। ठुल्ठुलो उपलब्धिहरू प्राप्ति गर्न सक्नुहुनेछ भने एकदमै पोजिटिभ शुभ सङ्केतहरू तपाईँका जीवनमा देखिएका छन्। यसले धेरै जीवनमा चाहिँ तपाईँको राम्रो पनि गर्छ। र अर्को कुरामा के छ भन्दाखेरि
यो साताको लागि हामीले समग्रमा हेर्ने भने यहाँहरूको लागि एउटा स्वास्थ्यप्रति सकारात्मक रहन्छ हैन। सुझावहरूको बारेमा धर्म कर्मका गतिविधिहरूमा समय दिएर अलिकति अगाडि बढ्नुपर्छ। अनावश्यक खर्चबाट नियन्त्रण गर्नुपर्छ र पारिवारिक अधुरा कार्यहरू समयमा सम्पन्न हुने पुरा हुने योग छन् र करियर व्यापार व्यवसायमा कुनै पनि अवसरहरू नछुटाउनु होला, त्यो समयलाई सदुपयोग गर्नु होला र आफूलाई कम नठान्नु होला र शिक्षक तथा वरिष्ठ अधिकारीहरूको सल्लाह सुझावले तपाईँको जीवन राम्रो हुन्छ र प्रेम सम्बन्धमा संयमता अपनाउनुपर्छ र अध्ययनमा कुनै पनि सर्टकट नअपनाइकन धैर्य र अनुशासनको काम गर्नुभयो भने तपाईँको जीवनमा राम्रो हुन्छ। अब केही टिप्सहरू तपाईँलाई बताउँछु। माता लक्ष्मी दिनको भगवान विष्णुको दैनिक रूपमा पूजा गर्ने, ओम मा लक्ष्मी नमः 108 पटक मन्त्र जप गर्ने, शुक्रबारको दिनमा वस्त्र दान गर्ने, सेतो चामल मिठाई दान गर्ने, धार्मिक स्थलमा गएर पूजा गर्ने र वृद्ध तथा सम्मानित व्यक्तिहरूको आशीर्वाद लिने। र तुला राशिका व्यक्तिलाई यो साता सुधार, करियरमा प्रगति, उन्नति, शैक्षिक क्षेत्र उपलब्धि प्राप्ति, खर्च रहे पनि परिवारका जिम्मेवारीहरू, उचित सम्मानहरू र व्यवस्थापनहरू तपाईँको लागि राम्रो देखिएको छ। भाग्य उदय हुनेछ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म यो भिडियोबाट पनि बिदा चाहन्छु र अर्को राशिफल लिएर आउनेछु। तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोला। मैले साप्ताहिक राशिफल लिएको छु। साप्ताहिक राशिफलमा तुला राशिपछि अब हामीले वृश्चिक राशिका लागि लिनेछौँ। वृश्चिक राशिको लागि के छ, कस्तो छ, के गर्दा राम्रो हुन्छ, कसरी अगाडि बढ्न सकिन्छ वृश्चिक राशिका व्यक्तिहरू, त्यसको बारेमा मैले अत्यन्तै महत्त्वपूर्ण कुराहरू लिइसकेको छु। सबैजनाले यो भिडियोलाई जति सक्नुहुन्छ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। आफ्ना कुराहरू पनि तपाईँले जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ। राधे राधे, जय शम्भु, सबैको जय होस्। वृश्चिक राशि मैले लिएर उपस्थित भइसकेको छु। पूजनीय गुरु मातापिता र प्यारा दाजुभाइ दिदीबहिनीहरू, देश विदेशबाट संसारका कुनाबाट हामीलाई हेरेर साथ दिनुहुने सम्पूर्णलाई हृदयबाट नमन टक्राउन चाहन्छु। वृश्चिक राशिका व्यक्तिहरूका लागि 2083 साल जेठ 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा तपाईँको घर, गाडी, जग्गा, जमिन, भूमि, देश विदेश र स्वास्थ्य, मानसिक तनाव, शिक्षा, प्रेम जीवन, वैवाहिक जीवन, सन्तानमा, परिवारमा, दाजुभाइ दिदीबहिनीहरू तपाईँको दैनिक दिनचर्याहरू के कस्तो रहन्छ, कसरी अगाडि बढ्छ र के गर्नुपर्छ, त्यसको टिप्सहरू, के गर्नु हुँदैन, केही महत्त्वपूर्ण टिप्सहरू र यो हप्ताभरिको राशिफलमा तपाईँको लागि के कस्तो रहेको छ त्यसका बारेमा हामीले विशेष रूपमा चर्चा गर्नेछौँ। तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत आदि कथाको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। मैले वृश्चिक राशि लिइसकेको छु। वृश्चिक राशिका व्यक्तिहरूका लागि यो हप्ता, यो साता तपाईँको बितेको समयभन्दा एकदमै राम्रो छ। त्यसको तुलनामा राजयोगहरू, धन योगहरू, लक्ष्मी योगहरू, भाग्यचिट्टा लट्रीको योगहरू विशेष गरेर रहेको देखिन्छ। अत्यन्त प्रगतिशील रहनेछ र केही आर्थिक अवस्थाहरू, मानसिक चुनौतीहरू देखिए पनि जागिर, व्यापार, व्यवसाय, शिक्षा, प्रेम सम्बन्धका क्षेत्रमा सकारात्मक परिणामहरूको प्राप्ति हुने बलियो सङ्केतको योगहरू र केही मार्गदर्शनका योगहरू र उन्नति प्रगति गर्ने व्यापार, व्यवसाय, संस्था आदिका योगहरूबाट विशेष गरेर देखिएको कारणले तपाईँको जीवनमा एकदमै पोजिटिभ देखिन्छ। स्वास्थ्य र मानसिक अवस्था वृश्चिक राशिका लागि तपाईँको भावनात्मक रूपमा धेरै सन्देशशील रहन सक्ने सम्भावनाका योगहरू छन्। सानो कुराले पनि मनमा चोट पुग्न सक्छ। मानसिक तनावबाट बच्ने प्रयास गर्नुहोला। अत्याधिक भावुक भएर निर्णय नलिनुहोला। ध्यान, योगा, साधना, प्रार्थना, पूजा पाठ तपाईँको यो दैनिक दिनचर्यालाई चाहिँ आराम प्राप्ति हुनेछ। मनमा शान्ति मिल्नेछ र यसले गर्दाखेरि तपाईँको लागि प्राप्त आराम लिनु आवश्यकता छ। सकारात्मक सोच कायम राख्नुहोला। सकारात्मक सोचबाट तपाईँको भाग्य वृद्धि हुनेछ भने तनाव कम गर्न परिवारसँग समय बिताउनुहोस्। तपाईँको लागि स्वास्थ्य सामान्यता रहने देखिन्छ। आत्मबल बलियो हुनेछ। तपाईँको लागि एकदमै बलियो हुनेछ आत्मबलमा एउटा तपाईँको लागि। र धन र आर्थिक व्यवस्थापनको कुरा गर्दा वृश्चिक राशिका व्यक्तिलाई पुरानो आर्थिक योजनामा परिवर्तन हुनेछ। धेरैभन्दा धेरै परिवर्तन हुन सक्छ र केही आर्थिक योजनाको आवश्यक अनुसार सफल पनि हुने योगहरू देखिएका छन्। सफल पनि हुन सक्छन् र तपाईँका केही कार्यहरूमा खुसी पनि मिल्न सक्ने योगहरू बनेको छ। तर अलिकति विचार पुर्याएर आर्थिक व्यवस्थापन गर्नुपर्छ। ऋण लिने वा सापट्टि लिनुपर्ने अवस्था
व्यापारमा व्यवसायका क्षेत्रमा कुनै इन्भेस्टका क्षेत्रमा आउन सक्ने सम्भावनाहरू अलि बढी देखिएका छन् र यो बेलामा चाहिँ खर्च बढ्दा अलिकति मानसिक तनाव र दबावको महसुस वृश्चिक राशिका व्यक्तिहरूलाई अलि हुन सक्ने योगहरू बढी देखिएका छन्। त्यो कुरामा अलिकति ख्याल गर्नु होला, तपाईँको लागि राम्रो हुन्छ। र यसै गरी मैले अर्को कुरा के गर्दैछु भने यहाँहरूका लागि व्यापारिक क्षेत्रमा चाहिँ अत्यन्त लाभ हुन सक्ने, अचानक ठुलो धनराशिहरू प्राप्त हुन सक्ने यो साताको माध्यम आर्थिक व्यवस्थापन सुधार हुन सक्ने सङ्केत छन् र ठुलो पारिवारिक सम्झौता धन लाभ हुन सक्ने सम्भावना छ। खर्चभन्दा बचतमा बढी ध्यान दिनुभयो भने राम्रो हुन्छ र भविष्यमा ध्यान राखेर आर्थिक निर्णयहरू लिनुभयो भने राम्रो हुन्छ। अर्को चाहिँ तपाईँको पारिवारिक जीवनको कुरा हामीले गर्दाखेरि, पारिवारिक सम्बन्धको कुरा गर्दा, पारिवारिक जीवनको कुरा गर्दाखेरि वृश्चिक राशिका व्यक्तिलाई परिवारमा चाहिँ महत्त्वपूर्ण भूमिकाहरू रहन्छ हजुरको चाहिँ हैन। परिवारको साथ सपोर्टहरू, परिवारको मार्गदर्शनहरू तपाईँलाई रहन्छ र यसै गरी अर्को कुरा महत्त्वपूर्ण परिवारको निर्णय, परिवारको सल्लाह सुझाव उपयोगी पनि हुन्छ र घरसाई सुख सुविधाहरूमा खर्च रहन सक्छ र गहना घरेलु सामान खरिद गर्ने योगहरू देखेका छन्। परिवारबाट सहयोग समर्थन पनि प्राप्ति हुनेछ। आफन्तजनसँगको सम्बन्धमा अझ बलियो हुने, अझै राम्रो प्रतिफल परिणाम शुभ फलका योगहरू, आफन्तजनसँगको सम्बन्धमा अझ बलियो परिपक्वताका योगहरू, शुभचिन्तकको समस्या चाहिँ समाधान भइदिने र सहयोगको योगहरू र घरको वातावरण सामान्य रूपबाट सकारात्मक योगहरू, लट्ठी भागे जित्ताको योगहरू, पारिवारिक भित्र एकताको कायम रहनेछ भने भावनात्मक रूपमा सम्बन्ध अत्याधिक बलियो हुने योगहरू मैले धेरै देख्दछु यस राशिका व्यक्तिहरूका लागि र पोजिटिभ सकारात्मक योगहरू धेरैभन्दा धेरै देखिएका छन् जति पनि वृश्चिक राशिको व्यक्ति हुनुहुन्छ। अब करियर व्यापार व्यवसायको क्षेत्रमा यहाँहरूलाई आफ्नो कुनै पनि जागिर होस्, व्यापार होस्, व्यवसाय होस्, यो साप्ताहिक राशिफलमा सुधार हुने सङ्केत देखिएका छन्। ठुला समस्या समाधान गर्न, प्रगति गर्नमा तपाईँको लागि राम्रो छ। करार कन्ट्याक्ट तपाईँको काम गर्ने ठुलो अवसरहरू प्राप्ति हुने सम्भावनाका योगहरू एकदमै 99% देखिएको छ। व्यापारिक यात्राले सम्भावना वृद्धि हुनेछ। व्यावसायिक क्षेत्रमा विस्तार अवसरहरू प्राप्ति हुनेछन्। ठुलो व्यापारिक सम्झौतामा सफल हुन सक्ने देखिन्छ। साझेदारी काम, कर्म, व्यापार व्यवसायमा तपाईँको लागि ठुलो लाभहरू यो बेलामा गर्न सक्नुहुनेछ भने अनुभवी व्यक्तिहरूको सिपको उचित मूल्याङ्कन पनि हुनेछ र कार्यक्षेत्रमा अब प्रतिष्ठाहरू प्राप्ति हुने योगहरू देखिएका छन् र मेहनतले राम्रो प्रतिफल परिणाम तपाईँलाई शुभ फलको वृद्धि, अचानक धनको वृद्धिहरू आदि प्राप्ति हुने योगहरू धेरै देखिएका छन्। त्यसका कारणले जीवनमा खुसीहरू एकपछि अर्को खुसीहरू तपाईँले पाउन सक्नुहुन्छ। त्यो भएको कारणले तपाईँको जीवनमा एउटा राम्रो पक्षलाई चाहिँ अहिले अगाल्न सकिन्छ। करियरको क्षेत्रबाट कुनै पनि क्षेत्रमा इन्भेस्ट गर्न सक्नुहुन्छ। प्रेम र दाम्पत्य जीवनमा हेर्ने भने अझै तपाईँको लागि प्रेम भाव बढ्नेछ, मित्रता बढ्नेछ, जीवनसाथीको साथ सहयोगहरू प्राप्ति गर्न सक्नुहुन्छ। सम्बन्धमा विश्वास बढ्नेछ, भावनात्मक रूपमा निकटता बढ्नेछ, भविष्यको लागि मार्गदर्शन हुनेछ, ससाना वाद विवादहरू अन्त हुनेछन्। प्रेम जीवन, वैवाहिक जीवन, खुसीको योगहरू, अवसरहरू प्राप्ति हुनेछ। सम्बन्ध साझेदारी, इमान्दारिता कायम रहनेछ र यसै गरी परिवारको समर्थन तपाईँलाई प्राप्ति हुनेछ भने वैवाहिक जीवन सामान्यतः सुखद नै रहनेछ र समझदारी अनि सम्बन्ध अझै बलियो बन्न सक्ने योगहरू धेरै देखिएका छन् तपाईँको लागि र जे सोच्यो त्यो पूरा हुनेछ। विदेश स्वदेश आदि यात्राका योगहरू बनेका छन् भने विद्यार्थीहरूका लागि यो बेलामा चाहिँ तपाईँको विद्यार्थीहरूका लागि पनि अत्यन्त शुभ रहने देखिएको छ। बहुप्रतीक्षाचित शुभ समाचारको प्राप्ति हुने योगहरू छन्। परीक्षा तथा प्रतिस्पर्धाका क्षेत्रहरूमा अलिकति सफल हुने सङ्केत देखेका छन्। अध्ययनमा मन जागृत हुनेछ। मेहनतको पुरा फल प्राप्ति हुने योगहरू छन्। शिक्षकहरूको सहयोगले नि तपाईँको भगवानको कृपा प्राप्ति हुनेछ। शिक्षकहरूको सहयोगहरू प्राप्ति हुनेछ। विदेश अध्ययनको लागि सपना देख्नेहरूले धैर्य कायम राख्नुपर्छ। यो साताको अन्त्यसम्म सकारात्मक परिणामहरू प्राप्ति हुन सक्ने र आत्मविश्वास बढेर जान सक्ने योगहरू देखिएका छन् र शैक्षिक उपलब्धिहरूबाट सम्मान, तपाईँको एउटा समान प्राप्ति, मान सम्मान, इच्छा, धन सम्पत्ति, सुख शान्ति समृद्धिहरू, जीवनका मार्गहरूमा विद्यार्थीहरूले ठुलो उपलब्धिहरू हासिल गर्न सक्नुहुन्छ र यो बेलामा तपाईँको लागि वृश्चिक राशिका व्यक्तिलाई सल्लाह सुझाव अनुसारको भावनात्मक रूपमा निर्णय लिनमा हतार कहिले पनि नगर्नुहोला। आर्थिक योजना पूर्ण तपाईँले रिसर्च गरेर गर्नुहोला। ऋण उधारो लिँदाखेरि सावधानी अपनाउनुहोला। परिवारको सल्लाह सुझाव तपाईँको प्राथमिकता हुन्छ। यसले धेरै कुराहरू समाधान पनि हुन्छ। जागिर, पेसा, व्यापार व्यवसायमा अवसरहरू नछुटाउनुहोला। पारिवारिक यात्राभित्र लाभ मिल्नेछ। विद्यार्थीहरूले मेहनतको निरन्तर सफलता प्राप्ति गर्न सक्नुहुन्छ भने प्रेम सम्बन्धमा विश्वास र आँट जोस बल पराक्रमको वृद्धि छ भने
शुभचिन्तकको साथ सहयोगहरू प्राप्ति हुनेछ भने सकारात्मक सोचका साथ अगाडि बढ्नु होला। एकदमै राम्रो तपाईँलाई जीवनमा देखिन्छ भने अब केही सुझावहरू उपायहरू दिन्छु मैले तपाईँलाई। भगवान हनुमानजीको पूजा गर्ने, हनुमान चालिसाको पाठ गर्ने दैनिक रूपमा र ओम हनुमते नमः मन्त्रको जप गर्ने र यसै गरी तपाईँले चाहिँ मङ्गलबारको रातो वस्तुहरू दान गर्ने, गरिब दुखी असहायलाई भोजन गराउनाले अब यो वृश्चिक राशिका व्यक्तिलाई यति गर्दा करियर, व्यापार, व्यवसाय, शिक्षा, दीक्षा, प्रेम आदि क्षेत्रमा सफलता, जीवनको खुसी, शुभचिन्तकको साथ सहयोगहरू यो समय सबै समाधानहरू भएर सकारात्मक सोचले नै अगाडि बढ्न सक्ने योगहरू देखेका छन्। राधे राधे, जय शम्भु हर हर महादेव। चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजापाठ ग्रह स्वस्ति शान्ति केही तपाईँले जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाएको नम्बरमा सम्पर्क गरिदिनु होला। म अर्को भिडियोमा फेरि उपस्थित हुनेछु। अहिलेको लागि राशि 2083 सालको जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा जति पनि श्रद्धालु जनहरू हुनुहुन्छ देश विदेशबाट हामीलाई हेरेर साथ दिनुहुने सम्पूर्णका लागि म हृदयबाट नमन टक्राउन चाहन्छु। र आजको विषय श्रृङ्खलामा मैले अत्यन्तै महत्त्वपूर्ण विषयलाई जोडिसकेको छु। जो धनु राशिको व्यक्तिहरू हुन्छ, धनु राशिका व्यक्तिहरूका लागि यति बेलाको समयमा चाहिँ तपाईँको रोग, ऋण, शत्रु, मुद्दा, मामिला, कोर्ट कचहरी, विदेश यात्रा, स्वदेशका लागि आफ्नो व्यापार, व्यवसाय, कल कारखाना, स्वास्थ्य, प्रेम, वैवाहिक, शिक्षा, दीक्षा, सन्तान, परिवार, दाजुभाइ हरेक क्षेत्रका लागि राम्रो र नराम्रो के कस्तो रहेको छ त्यसका बारेमा चर्चा गर्दैछु। जे हो त्यही सत्य भविष्यवाणी लिइसकेको छु। एकदमै सबैजनाले सेयर, लाइक, कमेन्ट गरिदिन अनुरोध गर्दछु। आउनुहोस्, तपाईँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजापाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदि पुराण कुनै जानकारी लिन चाहनुहुन्छ भने हामीलाई विशेष गरेर यो स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गरिदिनु होला। धनुराशिका व्यक्तिहरूका लागि यो साता यो समयमा धनुराशिका व्यक्तिहरूका लागि सुधार हुनेछ। जीवनमा नयाँ प्रभावहरू आउनेछन्, नयाँ खुसीहरू आउनेछन्, अचानक धनको लाभको योगहरू बनेको छ, नयाँ अवसर लिएर आउनेछ, नयाँ खुसी लिएर आउनेछ। विगतका केही समस्याहरू पूर्ण रूपमा समाप्त भएर नयाँ जीवनको प्रारम्भ र नयाँ परिस्थिति परिवर्तनको योगहरू बनेको छ। तपाईँको नियन्त्रणमा रहनेछ भने स्वास्थ्य, करियर, प्रेम, शिक्षाको क्षेत्रमा सकारात्मक शुभ सङ्केतहरू देखिएका छन्। तर आर्थिक व्यवस्थापन विशेष समाधानी अपनाएर अगाडि बढ्नुभयो भने हजुरको जीवनमा अत्याधिक प्रगति, उन्नति, सफलताहरू प्राप्ति हुने योगहरू पनि धेरै बनेका छन्। त्यसका कारणले गर्दा जति पनि श्रद्धालु जनहरू जोडिनु भएको छ धनु राशिका व्यक्तिहरूलाई एकदमै राम्रो, शुभ र पोजिटिभ सकारात्मक समयको योगहरू छ। अब स्वास्थ्यको बारेमा कुरा गरौँ। धनु राशिका व्यक्तिलाई स्वास्थ्य तपाईँको सुधारको योग छ। लामो अवधिबाट रोग बिमारबाट पीडित हुनुहुन्थ्यो, कुनै समस्याबाट ग्रसित हुनुहुन्थ्यो भने अचानक तपाईँको जीवनमा एउटा खुसी आउनेछ। पुरानो रोगबाट वा समस्याबाट राहत मिल्नेछ। उपचारमा गरिएको परिवर्तन लाभदायक हुनेछ र स्वास्थ्यमा लाभहरू प्राप्ति हुनेछन्। खानपिनको लागि सुधार गर्न आवश्यकता छ र तपाईँको यदि कुनै स्वास्थ्य समस्याहरू थिए, डक्टरी समस्याहरू थिए भने डक्टरलाई देखाउनु होला। अनुहार या आहारमा तपाईँको लागि योजना अपनाउनु पर्ने लाभदायक हुने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। शरीरमा ऊर्जा शक्तिको वृद्धि हुनेछ। नियमित योगा, ध्यान, मेडिटेसन, लाभदायक योगहरू पनि धेरै जीवनमा देखिन्छ र मानसिक तनाव कम भएर जान्छ र स्वास्थ्यप्रति सकारात्मक सोच राखेर जीवन भविष्यका लागि अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। दिनचर्यामा चाहिँ अनुशासनको कायमता राख्नु होला। अत्यन्त शुभ फलहरू, अत्यन्त राम्रो फलहरू, अत्यन्त भाग्य उदयको योगहरू बन्न गइरहेको छ। यसमा चाहिँ शुभ फलको विशेष गरेर प्राप्ति पनि हुने देखिन्छ, जसका कारणले तपाईँको भाग्य उदय हुनेछ हैन। र अर्को कुरा चाहिँ तपाईँको धनको विषयमा जति पनि धनु राशिको व्यक्तिहरू हुनुहुन्छ आर्थिक क्षेत्रमा समाधानी चाहिँ अपनाउनु होला र आवश्यकता छ। बचत गर्ने बानीमा विकास हुनेछ। अत्यन्त तपाईँको शुभ सङ्केतहरू देखिएका छन्। अनावश्यक खर्च भविष्यले तपाईँलाई यसलाई समस्या पार्न सक्ने भएको कारणले अब बुझेर व्यापार गर्दा, इन्भेस्ट गर्दा, लगानी गर्दाखेरि हरेक कुराहरू बुझेर गर्नुपर्ने समयको योगहरू छ। अनावश्यक खर्चले भविष्यमा मानसिक तनावहरू पनि ल्याउन सक्छ। विलासिता, प्रदर्शन, खर्च कम हुन सक्छ हैन। तपाईँको जोखिमपूर्ण लगानीबाट टाढा रहनु होला, राम्रो हुन्छ। आर्थिक अवसरहरू प्राप्ति हुनेछन् तपाईँको जीवनमा। सोच विचार गरेर निर्णय लिनु होला। खर्च आम्दानी स्रोतहरू सन्तुलन कायम राख्न सक्नुहुन्छ। भविष्यका लागि आर्थिक योजनाहरू बनाउनु पर्ने। ऋण वा सापट्टीमा पनि बच्ने प्रयासहरू गर्नुभयो भने राम्रो हुन्छ। फुजुल खर्चले आर्थिक अवस्थाको कमजोर स्थिति बनाउन सक्ने भएको कारणले गर्दाखेरि यो आर्थिक बचतमा, सेभिङको भावमा र लेनदेनको विषयमा अलिकति केयर गरेर अगाडि बढ्नुपर्ने योगहरू देखिएका छन्। अब पारिवारिक जीवन
धनु राशिका व्यक्तिलाई परिवारप्रति जिम्मेवारीहरू बढ्नेछन्। परिवारिक सदस्यको आवश्यकता पूरा गर्न सक्ने प्रयास गर्नुपर्छ। घर परिवारको सुख दुःखमा साथ दिने सहभागी बन्न सक्नुहुन्छ। परिवारसँगको सम्बन्ध अझै बलियो बन्नेछ। आफ्ना भावनाहरू खुल्ला रूपमा व्यक्त गर्नु लाभदायक हुनेछ। पारिवारिक सदस्यबाट तपाईँको लागि माया समर्थन प्राप्ति हुनेछ भने घरको वातावरण सामान्यतः सकारात्मक रहने देखिन्छ। पारिवारिक एकता बढेर जानेछ। अभिभावकको आशीर्वाद प्राप्ति हुनेछ भने पारिवारिक जिम्मेवारीहरूलाई प्राथमिकता दिन अति आवश्यकता छ। तपाईँहरूको लागि एकदमै शुभ फलको प्राप्ति हुनेछ। भाग्यले साथ दिन्छ। जीवनमा उन्नति प्रगति सुख शान्ति समृद्धिका योगहरू धेरै देखिएका छन्। त्यसका कारणले गर्दा राम्रो पनि छ। अब व्यापार व्यवसाय करियरको क्षेत्रलाई कुरा गर्ने भने विशेष गरेर तपाईँको जीवनमा जति पनि श्रद्धालु भक्तजनहरू हुनुहुन्छ जागिर पेसा व्यापार व्यवसाय करियर तपाईँको लागि सकारात्मक एउटा परिवर्तनको योगहरू र शुभ सङ्केतको योगहरू यहाँ देखिएको छ। यसले राम्रो प्रतिफल परिणामहरू दिन्छ। लामो समयदेखि प्रतीक्षा गरिरहेको अवसरहरूमा पनि एउटा शुभ अवसरहरू प्राप्ति हुन सक्ने योगहरू छन्। कर्मक्षेत्र कार्यक्षेत्र मा तनाव कम भएर जान्छ। यदि तपाईँ कुनै व्यापार गर्दै हुनुहुन्छ व्यापार व्यवसाय गर्दै हुनुहुन्थ्यो भने अब राम्रो सङ्केत देखेको छ। एउटा उन्नति प्रगतिको योगहरू छ। जागिरमा नभएकालाई जागिर पाउनुहुनेछ। व्यापारमा राम्रो हुनेछ। प्रतिष्ठा प्राप्ति गर्नुहुन्छ। लामो समयदेखि तनावमा हुनुहुन्थ्यो व्यापार नचलेर अब राम्रो हुनेछ। सहकर्मीहरूसँगको कुराहरूमा राम्रो रहनेछ होइन। उन्नति प्रगति सुख शान्ति समृद्धि कायम रहनेछन् र व्यापार व्यवसायमा विस्तार गर्ने अवसरहरू प्राप्ति गर्न सक्नुहुन्छ। नयाँ नयाँ पारिवारिक योजनाहरू सफल बनेर जानेछन्। कर्मक्षेत्र कार्यक्षेत्र प्रतिष्ठा सम्भावनाहरू बढ्ने योग छ। मेहनतको उचित प्रतिफल परिणामहरूको प्राप्ति हुनेछ। व्यावसायिक निर्णयहरूले सोचेर मात्र निर्णय लिनुभयो भने राम्रो हुन्छ र नयाँ नयाँ अवसरहरूको सही उपयोग गर्न सक्ने योगहरू धेरै देखिएका छन्। त्यसका कारणले गर्दाखेरि अबको समयमा एउटा राम्रो पक्ष एउटा भाग्य वृद्धिको योगहरू एउटा दाम्पत्य जीवनमा खुसीका योगहरू खुसियालीका योगहरू धेरै आउन सक्ने देखिन्छन्। पारिवारिकमा करियरमा होइन। अब पति र पत्नी बिच र प्रेम जीवनको कुरा के छ भन्दाखेरि धनुराशिका व्यक्तिलाई प्रेम सेवनमा सुधार हुनेछ। प्रेमिकाको बिचको आत्मविश्वास बलियो हुनेछ। एकअर्काप्रतिको एकदमै बलियो भएर जान्छ। सम्बन्ध आपसी समझदारीहरू बढ्नेछन्। रोमान्टिक समय बित्ने योगहरू धेरै देखिन्छ। एकअर्कामा एकदमै पग्लने योगहरू छन् भनेदेखि तपाईँको यो समय वैवाहिक जीवनका लागि पनि शुभ योगहरू हो र जीवनसाथीको साथ सहयोगले पनि तपाईँको भाग्य परिवर्तन हुनेछ भने वैवाहिक जीवनमा अत्याधिक सुख प्राप्ति भावनात्मक रूपमा सम्बन्ध बलियो हुनेछ। ससाना वाद विवादहरू समाधान भएर जान्छन्। प्रेम जीवन सन्तोषजनक खुसियाली एकअर्काप्रतिको माया प्रेम जीवनमा अत्याधिक पाउन सक्ने योगहरू भने धेरै देखिएका छन् यस राशिका व्यक्तिहरूलाई र भाग्य परिवर्तनको योगहरू बनेको छ। भाग्यको खुसीको योगहरू बनेको छ। जीवनमा एकदमै राम्रो योगहरू बनेको छ। यसका कारणले गर्दाखेरि तपाईँको जीवनमा एउटा राम्रो पक्षहरू प्राप्ति गर्न सक्ने योगहरू एकपछि अर्को खुसीको योगहरू देखिएका छन्। यसले गर्दाखेरि सन्तोषजनक छ। विद्यार्थीजनहरूका लागि अध्ययनमा विशेष गरेर सफलता प्राप्ति हुने योगहरू छन् होइन। तपाईँको मेहनत कम तपाईँको प्राप्त हुने सङ्केत देखिएको छ। कम मेहनतमा पनि राम्रो परिणामहरू सफलता प्राप्ति गर्न सक्नुहुन्छ। शिक्षा दीक्षाको क्षेत्रमा रुचि बढ्न सक्छ। ध्यान केन्द्रित गरेर अझै अगाडि बढ्न सक्छ। परीक्षा तथा प्रतिस्पर्धाका क्षेत्रमा सफलता मिल्ने देखिन्छ। शिक्षकहरूको साथ सहयोगहरू प्राप्ति हुनेछ र आत्मविश्वासको वृद्धि हुनेछ। नयाँ ज्ञान प्राप्त हुने अवसरहरू छन्। अध्ययनमा निरन्तर प्रगति हुने योगहरू छ। मेहनतको पुरा काम चाहिँ तपाईँलाई सफलता मिल्ने योगहरू हो र यो हप्ताका लागि यो स्वास्थ्य सुधारको एउटा अवसरलाई सदुपयोग गर्न सकिने देखिन्छ। बचत गर्ने बानी विकास गर्नुहोला। विलासिता देखावटी खर्च नियन्त्रण गर्नुहोला। परिवारको आवश्यकता बुझ्ने प्रयासहरू गर्नुहोला र करियर अवसरहरूलाई गम्भीरतापूर्वक लिनुहोला र सहकर्मीसँगको सम्बन्ध राम्रो सम्बन्ध कायम राख्नुहुनेछ र जोखिमपूर्ण त लगानी नगर्नुहोला। प्रेम सम्बन्धमा विश्वास कायम राख्नुहोला र विद्यार्थीहरूले अध्ययनमा निरन्तर दिइराख्नुहोला। एकदमै राम्रो हुन्छ र धैर्य र अनुशासनको साथ अगाडि बढ्नुभयो भने राम्रो हुन्छ र प्रतिदिन भगवान विष्णुको पूजा गर्ने प्रतिदिन भगवानजीलाई केशरको टीका लगाउने विष्णु सहस्रनामको पाठ गर्ने ओम भगवते वासुदेवाय नमः मन्त्रको दैनिक रूपमा 108 पटक जप गर्ने पहिलो वस्तु चना केरा दान गर्ने र धनुराशिका व्यक्तिलाई यो साता प्रगतिको अवसरहरू साता रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक उन्नति प्रगति हुनेछन्। व्यापार व्यवसायका क्षेत्रमा प्रेम जीवनमा सुधार हुनेछ भने आर्थिक पक्षमा पनि समाधानी अपनाएर अगाडि बढ्नु खर्चलाई कन्ट्रोल गर्नु मेहनतले तपाईँको जीवन कायापलट हुने र निकै लाभदायक योगहरू बनेको छ। पूजनीय गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरू देश विदेशबाट हामीलाई भिडियो हेरेर साथ दिनुहुने सबैजनाले भिडियोलाई सेयर लाइक कमेन्ट गरिदिनु होला। यो बेलामा हामीले विशेष गरेर मैले सबै राशिहरू पालो गरी लिएको छु।
अर्को राशिमा मकर राशि लिएर आउनेछु। भिडियो कस्तो लाग्छ आफ्ना कुराहरू राख्न नबिर्सनु होला। अनि त्यसपछि चाहिँ चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु केही त्यस्ता कुराहरू छन् भने पनि हामीलाई स्क्रिनमा देखाएको नम्बरमा तपाईँले सम्पर्क गर्नुहोला। राधे राधे, जय शम्भु, सबैको जय होस् भन्दै म बिदा चाहन्छु। अर्को राशि मकर राशि लिएर आजको विशेष श्रृङ्खलामा मैले मकर राशि लिइसकेको छु। मकर राशिका व्यक्तिहरूका लागि साप्ताहिक राशिफल जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा तपाईँको रोग, ऋण, शत्रु, मुद्दा मामिला, कोर्ट कचहरी, धन आदि रोग, ऋण अनि स्वास्थ्य, प्रेम जीवन, वैवाहिक जीवन, सन्तानमा, शिक्षामा, विदेशमा, व्यापारमा, व्यवसायका क्षेत्रमा कुन क्षेत्रमा शुभ र कुन क्षेत्रमा अशुभ रहेको छ सम्पूर्ण जानकारीहरू लिएर म उपस्थित भइसकेको छु। सबैजनाले भिडियोलाई सेयर, लाइक, कमेन्ट आदि गरेर अगाडि बढ्दिनमा पनि म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख, शान्ति, समृद्धिको म कामना गर्दछु। चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत आदि कथाको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा विशेष गरेर सम्पर्क गरिदिनु होला। राधे राधे, जय शम्भु, हर हर महादेव। र अब म विशेष गरेर जति पनि मकर राशिको हुनुहुन्छ उहाँहरूको बारेमा चर्चा गरौँ। मकर राशिका व्यक्तिहरूका लागि यो साता भाग्यले सफलता, उन्नति, प्रगति र आर्थिक उन्नति र करियरमा सफलता, खुसी र सुखको दृष्टि देखिएको छ। अत्यन्त शुभ रहनेछ। विभिन्न मार्गबाट धन धान्यको आर्जन गर्ने अवसरहरू र लामो समयदेखि रोकेका कार्यहरू पूर्ण हुने र जीवनका विभिन्न क्षेत्रमा सकारात्मक पक्षका योगहरू र परिवर्तनको योगहरू र तपाईँको लागि अत्यन्त यो हप्तामा लटरी, भाग्यचिट्टा, चलचल सम्पत्ति, पैतृक सम्पत्ति, फसेको पैसा, रोकिएको पैसाहरू समेत प्राप्ति हुन सक्ने योगहरू देखिएका छन्। स्वास्थ्यको विषयमा तपाईँको लागि हेर्ने हो भने यति बेलाको समयमा जति पनि मकर राशिको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि स्वास्थ्य सामान्यतः राम्रो रहन्छ। अघि पछिको भन्दा धेरै राम्रो छ। ऊर्जा, आँट, जोस, बल, पराक्रमको वृद्धि हुनेछ। घरेलु तनावका कारण मानसिक तनाव र दबाव चाहिँ रहन्छ। हजुरको लागि योग, ध्यान, मेडिटेसन गरेर अलिकति मनलाई कन्ट्रोल गर्नु पर्यो। स्वास्थ्यप्रति कुनै प्रकारको लापरवाही नगरिदिनु होला, किनकि स्वास्थ्यमा समस्याहरू आइदिन्छ, बाधाहरू आइदिन्छ। त्यसका कारणले आफैले औषधि सेवन गर्नबाट यो जोगिनु होला र अलिकति ख्याल गर्नु होला। पर्याप्त आराम, निद्राको तपाईँको आवश्यकता छ। नियमित रूपमा योगा, ध्यान, मेडिटेसन तपाईँको जीवनमा एकदमै लाभदायक हुन्छ र खानपिनमा विशेष ध्यान दिनु पर्यो। मानसिक तनावलाई नियन्त्रण गर्नु पर्यो। पुरानो स्वास्थ्य समस्याहरूमा सुधार हुने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। तपाईँको सम्भावना धेरै छ। सकारात्मक सोचले स्वास्थ्यलाई थप बलियो बनाउने कामहरू गर्छ र ऊर्जा, आँट, जोस, बल, पराक्रमको योगहरू विशेष गरेर देखिएको छ। जीवनमा एउटा लाभदायक योगहरू बनेका छन्। खुसीका योगहरू बनेका छन्। धन सम्पत्तिका योगहरू बनेका छन्। जीवन एउटा राम्रो पक्षमा जानेछ। तपाईँको लागि खुसी मिल्नेछ। जीवनमा एउटा राम्रो पक्षको सुरुवात हुनेछ। त्यसका कारणले गर्दाखेरि तपाईँको एउटा राम्रो छ। अब आर्थिक धनको विषयमा कुरा गर्ने भने मकर राशिका व्यक्तिहरूलाई आर्थिक लाभ, उन्नति, प्रगति बलियो सम्भावना छ। आम्दानीका स्रोतहरू आजभन्दा भोलि, भोलिभन्दा पर्सि वृद्धि भइरहनेछन्। अनावश्यक खर्चहरूबाट कम हुनेछ भने तपाईँको बचत गर्नमा सफल हुनुहुनेछ। व्यापार व्यवसायका क्षेत्रमा लागि अनावश्यक क्षेत्रमा धनको व्यय नगर्नुहोला। इन्भेस्ट गर्दा, लगानी गर्दा सोच विचार गरेर गर्नुहोस्, राम्रो हुन्छ। र यसै गरी तपाईँको लागि नयाँ आर्थिक अवसरहरू प्राप्ति हुनेछन्। ब्याङ्क ब्यालेन्सको वृद्धि हुनेछ। लगानीबाट प्राप्त समय तपाईँको लाभको योग छ। भविष्यका लागि आर्थिक स्थितिहरू मकर राशिलाई मजबुत हुनेछन् र आत्मविश्वास, आर्थिक विश्वासहरू तपाईँको बलियो भएर जान सक्ने योगहरू देखिएको छ। यसै गरी मकर राशिका व्यक्तिहरूलाई परिवारमा खुसी, सुख, शान्तिको वातावरण सिर्जना हुनेछ। दाजुभाइ, दिदीबहिनीबाट शुभ समाचारको प्राप्ति हुनेछ। परिवारको सदस्यमा उपलब्धि प्राप्तिको महसुसको गर्व र खुसियाली, घरमा प्रेम समझ एक आपसमा कायम रहन सक्ने देखिन्छ। पारिवारिक जीवनमा घुमफिर र सानो पिकनिक को योजना बन्न सक्ने योगहरू छन्। आफन्तजनसँगको सम्बन्ध बलियो रहनेछ र घरमा शुभ कार्यको सम्भावना देखिन्छ। अभिभावकको आशीर्वाद प्राप्ति हुनेछ। भाइ बहिनीको साथ सहयोगहरू प्राप्ति हुनेछन्। परिवारमा सुखमा चाहिँ दिन प्रतिदिन एउटा किसिमले अबको वृद्धि र एउटा खुसीको योगहरू जति पनि मकर राशिको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि देखिएको छ। अब यसै गरी तपाईँको करियर, व्यापार व्यवसायका क्षेत्रमा हेर्ने हो भने सरकारी कर्मचारी या सरकारी सेवामा रहनुहुनेहरूका लागि पदोन्नतिको योगहरू बनेको देखिन्छ। तलबमा वृद्धि हुने सम्भावना छ। मनपर्ने स्थान या सरुवा हुन सक्ने योगहरू धेरै देखिन्छन्। कर्मक्षेत्र, कार्यक्षेत्र प्रशंसा प्राप्ति हुने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। वरिष्ठ अधिकारी वा कनिष्ठ दुवैबाट सहयोगहरू प्राप्ति हुने योगहरू देखिएको छ। व्यापारमा
तथा तपाईँको लागि नयाँ नयाँ सम्बन्धमा तपाईँ जोडिनुहुनेछ। अनलाइन अफलाइन डिजिटल मार्केट विदेशी कम्पनीसँगको सम्बन्धमा राम्रो छ र रोकिएका योजनाहरू सफल हुन सक्ने योगहरू धेरैभन्दा धेरै देखिएका छन्। करियरमा उन्नति प्रगतिको योगहरू धेरै देखिएको छ र यसै गरी प्रेम दाम्पत्य जीवनमा अत्यन्त शुभ र विश्वास बढेर जानेछ। प्रेम प्रेमिकाको सम्बन्धमा अझै बलियो हुने योगहरू विशेष गरेर बनेका छन् भने वैवाहिक जीवन सुखद रहनेछ। यसै गरी जीवनसाथीको साथ सहयोगहरू प्राप्ति भावनात्मक रूपमा निकटता बढ्नेछ। साना साना वाद विवादहरू समाधान भएर जानेछन्। परिवारको साथ समर्थन शुभ, अभावितहरूका लागि विवाहितका लागि पनि शुभ देखिएको छ। सम्बन्ध एकदमै शुभ योगहरू देखिएको छ र सन्तोषजनक जीवनको योगहरू देखेको छ। अध्ययनमा उत्कृष्ट सफलता प्राप्ति गर्ने योगहरू छन्। प्रतियोगिता परीक्षाको लागि एकदमै शुभ योगहरू छ। मेहनतको उचित प्रतिफल प्राप्ति हुने देखिन्छ। एकाग्रता बढ्नेछ। शिक्षकहरूको साथ सहयोगहरू प्राप्ति हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र परीक्षा प्रतियोगितामा र यसै गरी शिक्षकहरूको सहयोगहरू प्राप्ति हुने, अध्ययनमा रुचि हुने, परीक्षा परीक्षामा सफलता, आत्मविश्वासको वृद्धि हुने योगहरू बनेका छन् भने नयाँ ज्ञान, सिप, कला, अवसरहरूको प्राप्ति, शैक्षिक भ्रमण, शैक्षिक क्षेत्रहरूमा विशेष गरेर राम्रो योगहरू, आत्मविश्वासको योगहरू, ज्ञानका प्राप्त हुने योगहरू विशेष गरेर देखिएका छन्। यसका कारणले शैक्षिक उपलब्धिहरू, मान सम्मान, इज्जत धन प्राप्तिको योगहरू बनेको छ। यो साताको लागि विशेष गरेर स्वास्थ्यमा लापरवाही नगर्नुहोला, बचतलाई प्राथमिकता दिनुहोला। आर्थिक अवसरको योजनाहरूका योगहरू देखेका छन्। पारिवारिक खुसीहरू प्राप्ति हुने योग छन्। जागिर पेसामा राम्रो अवसरहरू गुम्न नदिनु होला, किनकि एकदमै राम्रो छ। करियरमा आएका अवसरहरूलाई गुम्न दिँदाखेरि बाधा हुन सक्छ। सरकारी सेवामा रहेकाहरूका लागि नयाँ जिम्मेवारीको तयारी गर्नुहुनेहरूका लागि एकदमै राम्रो छ। विद्यार्थीहरूले मेहनतको प्रतिफल परिणामहरू र सकारात्मक सोचका साथ अगाडि बढ्ने योगहरू र भगवान शिवको आराधना गर्दा धेरै राम्रो प्रतिफल परिणाम तपाईँको शुभ योगहरू धेरैभन्दा धेरै देखिएका कारणले गर्दाखेरि एकदमै पोजिटिभ र एकदमै सकारात्मक योगहरू विशेष गरेर देखिएको छ। यसले जीवन भाग्य परिवर्तन गर्न सक्ने योगहरू विशेष गरेर देखिएका छन्। त्यसका कारणले गर्दा आगामी दिनहरू आउने बेलाको समयहरूमा तपाईँको लागि धेरै नै राम्रो प्रतिफल परिणाम अत्यन्त उत्तम योगहरू देखिएका कारणले गर्दाखेरि तपाईँको जीवन एउटा राम्रो पक्षमा जान सक्ने योगहरू देखिएको छ। अब उपायको बारेमा मैले बताउँदैछु यहाँहरूलाई। भगवान शिवको दैनिक पूजा गर्ने, रुद्र अष्टमको पाठ गर्ने, ओम नमः शिवाय मन्त्र जप गर्ने, हनुमानजीको पाठ गर्ने, शिवलिङ्गमा जल अर्पण गर्ने, गरिब तथा आवश्यकता परेकालाई अन्नदान गर्ने र मकर राशिका व्यक्तिलाई यो साता भाग्यको पूर्ण साथ सफलताहरू प्राप्ति हुनेछ। आर्थिक लाभ, करियरमा उन्नति प्रगति, परिवारमा खुसी, सम्बन्धमा प्रेममा मधुरता, शिक्षाको क्षेत्रमा सफलता, शुभ सङ्केतहरू र अनुसन्धान र सही निर्णयका लागि अगाडि बढ्न सक्ने साथ जीवनका लागि धेरै क्षेत्रमा उल्लेखनीयता प्राप्ति हुन सक्ने, उपलब्धि प्राप्ति हुन सक्ने योगहरू बनेका छन्। यसले खुसीहरू प्रशस्त प्राप्ति हुन सक्ने योगहरू बनेको छ। मकर राशिका व्यक्तिलाई यो एउटा गुड लकको लागि समय शुभ मान्न सकिन्छ, किनकि तपाईँको जीवन परिवर्तन र खुसियाली जीवनमा धेरैभन्दा धेरै देखेका कारणले गर्दा आउनेवाला समयमा तपाईँको लागि अत्यन्त पोजिटिभ छ। गुड लक समय हो तपाईँको लागि र जीवनको हरेक पक्षमा तपाईँले सकारात्मक परिणाम अनुभूति गर्नुहुनेछ। योजना कार्यहरू समय इच्छित पूरा तरिकाले पुरा हुनेछन्, तरिकाले सम्पन्न हुनेछन्। अनावश्यक खर्चबाट जोगिने मुक्ति हुने समय भाग्यले साथ दिँदा लगभग सबै क्षेत्रमा सफलता प्राप्ति गर्न सक्ने देखिन्छ। रोजगारीका क्षेत्रमा शुभ छ, फलदायक बन्नेछ। सम्बन्धको हिसाबले राम्रो छ। पारिवारिक सदा प्रेम भावहरू बढ्नेछन्। दाजुभाइ दिदीबहिनीप्रतिको खुसी प्राप्ति हुनेछ। यसका कारणले बच्चाहरूले उपलब्धि प्राप्ति गर्नेछन्। भगवान शिवको आराधना मन्त्र जप गर्दाखेरि तपाईँको लागि जति पनि घरेलु समस्या थिए, तनाव थिए, यी सबै अन्त हुनेछन् र शुभ योग र शुभ कर्म, शुभ लाभहरू, उन्नति प्रगति, ब्याङ्क ब्यालेन्स योगहरू बनेका कारणले तपाईँको जीवनको मनचाह स्थानान्तरका योगहरू, खुसीका योगहरू, लक्ष्य प्राप्तिका योगहरू, कृपा तपाईँले प्राप्ति गर्न सक्नुहुनेछ। भविष्यका लागि नयाँ योजनाको योग छन् र शिक्षा दीक्षाका क्षेत्रमा शुभ फलको योगहरू देखिएको छ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म यो राशिफलबाट विशेष बिदा चाहन्छु र अर्को राशिफल लिएर हजुरहरूको माझमा म फेरि 2083 सालको यही जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको साप्ताहिक राशिफल मैले कुम्भ राशिका लागि लिएर उपस्थित भएको छु। यो कुम्भ राशिका व्यक्तिहरूका लागि धन, आर्थिक पक्षहरू, व्यापार व्यवसाय, कल कारखाना, देश विदेश र प्रेम जीवन, वैवाहिक जीवन, शिक्षा, सन्तानको विषयमा के कस्तो रहेको छ, रोग ऋण शत्रु पक्षमा के कस्तो रहेको छ, समग्रमा यो भिडियो लिएर उपस्थित भएको छु। सबैजनाले भिडियोलाई सेयर, लाइक, कमेन्ट र सब्सक्राइब गरिदिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख शान्ति समृद्धिको म कामना गर्दछु। 33 कोटी देवताहरू र कुलपितृहरूले सदा हजुरको रक्षा र कल्याण गरून्। जीवनमा आँटे ताकेको पूर्ण होस्। चिना टिप्पण कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत कथा आदिको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाइएको नम्बरमा तपाईँले प्रत्यक्ष रूपमा सम्पर्क गर्न सक्नुहुन्छ। राधे राधे, सबैको जय होस्, सबैको उन्नति होस्। कुम्भ राशि, कुम्भ राशिका व्यक्तिहरूका लागि
यो हप्ता अलिकति समाधानी र बुद्धिमानपूर्वक सकारात्मक अवसरहरूको प्राप्ति भएर सन्तुलित समय रहने योगहरू देखिएका छन्, जसले गर्दा विशेष गरेर स्वास्थ्य र यात्रा र कुनै आर्थिक निर्णयहरू सहयोगपूर्वक अलिकति ध्यानपूर्वक लिनुपर्ने र करियरमा अलिकति अध्ययन गरेर त्यस क्षेत्रमा अगाडि बढ्नुपर्ने अवस्थाहरू छन्। मेहनतको प्रतिफल राम्रो हुनेछ। साथमा चाहिँ स्वास्थ्यको विषय गर्दा सवारी साधन चलाउँदा, लामो दूरीको यात्रा गर्दा या अलिकति कुनै पनि बाइकहरू कारहरू चलाउँदाखेरि स्पिडमा कुनै पनि नजानु होला भन्ने कुराहरू छ। यसमा अलिकति विचार गरौँला। तीव्र मोड तथा चौकहरूमा अत्यन्त सञ्चित रहनुपर्ने आवश्यकताहरू धेरै देखिएका छन्। दुर्घटनाको सम्भावना धेरै भएका कारणले हतार नगर्नुहोला। यात्रा गर्दा सुरक्षित नियमको पालना गर्दा राम्रो हुन्छ तपाईँहरूका लागि। र यसै गरी थकान र विशेष गरेर तनावबाट बच्ने प्रयास गर्नुपर्छ कुम्भ राशिका व्यक्तिहरूका लागि, किनकि यसले तपाईँलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने योगहरू छन्। नियमित रूपमा योग, ध्यान, मेडिटेसनले सन्तुलन र व्यापार व्यवसायमा आँखासँग सम्बन्धित समस्याहरू, युथ, लापरवाही, खानपिनको पोइजनहरू, योगहरू विशेष गरेर देखिएका छन्। यसमा विशेष विचार गर्नुपर्ने छ। खानपिनमा ध्यान दिनुपर्नेछ। मानसिक रूपमा सकारात्मक रहनुपर्ने अवस्थाहरू विशेष गरेर देखिएका छन् यसा कुम्भ राशिका व्यक्तिहरूका लागि, किनकि यो कुम्भ राशिका व्यक्तिलाई 2083 साल आजकै जेठ महिनाको आज विशेष गरेर 24 गतेबाट 30 गतेसम्मको अवधिभित्रमा जति पनि कुम्भ राशिका गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको लागि शुभचिन्तकको साथ र तारिफ योग्य काम गरेर यसले प्रसन्नता, मान सम्मानको अवसरहरू र यसै गरी मङ्गलबार बुधबारहरू केही आलोचनाहरू, फन्दाहरू र सम्भावना बोलीको गलत अर्थ लाग्नुका साथसाथै फिजुल खर्च र यी विभिन्न कारणहरू देखा पर्न सक्ने सम्भावनाका योगहरू छन्। सकारात्मक रहनुहोला र सकारात्मक तरिकाले जुटेर अगाडि बढ्नुहोला। शुभचिन्तकको साथ मिल्नेछ र हिम्मत गर्दा जटिल अवस्थाहरूबाट पनि मुक्ति प्राप्त हुन सक्ने र प्रतिस्पर्धामा पनि विजय प्राप्ति गर्न सक्ने, बुद्धि विद्याको प्रयोग गरेर धन आर्जन गर्न सकिने र विवादित विशेष गरेर जिम्मेवारी वहन गर्नुपर्ने अवस्थाहरू, स्थितिहरू विशेष गरेर देखिएका छन्। यसै गरी यहाँहरू जति पनि कुम्भ राशिको व्यक्तित्वहरू हुनुहुन्छ, धन र आर्थिक पक्षको कुरा गर्दा यहाँहरूका लागि सोच विचार गरेर गरिएको लगानीहरू लाभदायक बन्नेछ। कुनै पनि लगानी गर्नमा हतार नगर्नुहोला। अध्ययन, अध्यापन र अनुभवी व्यक्तिको सल्लाह सुझावले तपाईँको लागि लाभ प्राप्त हुन सक्ने देखिन्छ। हतारमा आर्थिक निर्णयहरू नगर्नुहोला। मेहनतको कमाई र सुरक्षित राख्नमा म विनम्रता अनुरोध गर्छु। दीर्घकालीन लगानी लाभदायक हुनेछन्। खर्चमा नियन्त्रण राख्नुपर्ने आवश्यकता छ। नयाँ आर्थिक अवसरहरू प्राप्त हुन सक्ने देखिन्छन्। बचत बढाउने समय रहेको छ। आर्थिक स्थिरतामा कायम रहन सक्ने योगहरू देखिएका छन्। यसले गर्दा तपाईँलाई शुभ फल र पोजिटिभ सकारात्मक फलहरू प्राप्ति हुनेछन्। तपाईँको हँसिलो स्वभावले घरको वातावरण खुसीमा यहाँ बनाउने योगहरू देखिएको छ। पारिवारिक र सदस्यसँग सम्बन्धित रमाइलो समय बित्ने योगहरू देखिएका छन्। आफन्त तथा साथीभाइ वा घरमा ल्याउने या भेटघाट हुने अवसरहरूका योगहरू देखिएका छन् पारिवारिक जीवनमा। यसै गरी तपाईँको सामाजिक सम्बन्ध बलियो बनेर जानेछ। कुम्भ राशिका व्यक्तिलाई हाँसो खुसीका साथ वातावरण सिर्जना हुनेछ। परिवारबाट सहयोगहरू प्राप्ति हुने योगहरू भएका कारणले पुराना सम्बन्धहरू अझ प्रगट बढ्नेछन्। सामाजिक तथा सम्मान बढ्नेछ भने प्रियजनसँगको समय अत्यन्त शुभ रहनेछ। अवसरहरू मिल्नेछन् भने पारिवारिक सम्बन्धमा मधुर शब्दहरूको प्रयोग भएर तपाईँको साथ सपोर्टहरू आदि विशेष गरेर प्राप्त हुन सक्ने योगहरू यस राशिका व्यक्तिहरूका लागि अत्यन्तै महत्त्वपूर्ण देखिएका छन्, जसले तपाईँको जीवनमा उन्नति, प्रगति, सुख, शान्ति, समृद्धिका योगको भाग्यको ढोकाहरू खोलिदिनेछ। अत्यन्त सोचेभन्दा राम्रो प्रतिफल परिणाम जीवनमा पाउन सक्ने योगहरू रहेका छन्। त्यसका कारणले गर्दा यहाँहरू जति पनि श्रद्धालु जनहरू जोडिनु भएको छ उहाँहरूको लागि एकदमै राम्रो एउटा स्थिति, एउटा राम्रो शुभ योगहरू, भाग्यका ढोकाहरू खोलिएका र भाग्यको अत्यन्त उत्तम प्रतिफल र परिणामहरूको प्राप्ति भएको देखिन्छ। यसै गरी अबको समयमा तपाईँको करियर र व्यापार व्यवसायका क्षेत्रमा कुम्भ राशिका व्यक्तिहरूलाई कार्यक्षेत्रमा परिस्थिति तपाईँको पक्षमा हुनेछन् भने पहिलेको कठिनाइ क्रमशः हट्दै जानेछ र कम मेहनतले तपाईँको राम्रो प्रतिफल, परिणाम र कामहरू बनेर जानेछन्। वरिष्ठ अधिकारीहरूको साथ सहयोगहरू प्राप्ति र कार्यक्षेत्रमा सम्मान र प्रशंसा बढेर जानेछ। व्यापारिक क्षेत्रमा सकारात्मक प्रगति हुनेछ भने नयाँ अवसरहरूमा प्राप्ति हुने सम्भावना छन्। अधुरा कार्यहरू जति पनि थिति सम्पूर्ण पूर्ण हुनेछन्। आत्मविश्वासको वृद्धि हुनेछ र करियरमा स्थायी उन्नति देख्न सक्ने सम्भावना का योगहरू अत्याधिक बढी देखिएका छन्। प्रेम र दाम्पत्य जीवनसँग सम्बन्धित कुम्भ राशिका व्यक्तिलाई साप्ताहिक राशिफलमा तपाईँको लागि प्रेम सम्बन्धमा सामान्यतः राम्रो रहनेछ भने जीवनसाथीबाट खुसीका पलहरू प्राप्ति हुनेछन्। सम्बन्धमा समझदारी लिनु राम्रो हुन्छ। भावनात्मक रूपमा निकटता प्रेम बढ्नेछ भने यो साता कुनै मतभेद भने सहजै समाधान हुनेछन्। एकअर्काको भावनालाई बुझ्न सकिने देखिन्छ। अभावितहरूका लागि नयाँ सम्बन्धको अवसरहरू पनि मिल्न सक्ने देखिन्छ। प्रेम जीवनमा सन्तुलन कायम राख्नुहोला। विश्वास र सम्मान बढ्नेछ। परिवारको समर्थन प्राप्ति हुनेछ। सम्बन्धलाई समय दिनु लाभदायक बन्नेछ।
खुसीहरू जीवनमा एकपछि अर्को खुसीहरू आउनेछन् भने अत्यन्त सकारात्मक समयको योगहरू देखिएको छ। अनन्त प्रकारका खुसीहरू देखिएका छन्। त्यसका कारणले गर्दाखेरि तपाईँको लागि यहाँ खुसी, सुख, शान्ति, समृद्धि, सफलता आदि मान सम्मानका योगहरू देखेका छन्। विद्यार्थीजनहरूका लागि, प्रतियोगिता परीक्षामा तयारी गर्नेहरूका लागि समय शुभ रहेको छ। अध्ययन अध्यापनमा पूर्ण ध्यान केन्द्रित गर्नु आवश्यकता देखिन्छ। अनावश्यक कार्यहरूमा समय बर्बाद नगर्नुहोला र सही ऊर्जा, सही दिशामा योग प्रयोग गर्नु सक्ने, मेहनतको राम्रो प्रतिफल परिणामहरू प्राप्त हुन सक्ने र शिक्षा क्षेत्रहरूमा सहयोगहरू प्राप्त हुन सक्ने योगहरू बनेका छन् भने यसै गरी शिक्षकहरूबाट पनि तपाईँको लागि एजुकेसन जुन क्षेत्र छ तपाईँको लागि एकदमै राम्रो छ। आत्मविश्वास बढेर जानेछ भने अध्ययन अध्यापनमा एकाग्रता वृद्धि हुनेछ र परीक्षा प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न सक्नुहुनेछ। यसै गरी लक्ष्य प्राप्ति समर्पित रहनु तपाईँको लागि राम्रो बन्ने भने यो साताको लागि केही विशेष सुझावहरू, तपाईँका लागि केही टिप्सहरू मैले बताउँदैछु जुन कुम्भ राशिले अत्यन्तै फलो गर्नुपर्ने छ। विशेष गरेर यो साता हामीले कुम्भ राशिका व्यक्तिहरूको लागि मैले चर्चा गर्दैछु। कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यन्त सवारी साधन चलाउँदा यो साता अलिकति विशेष गरेर सावधानी अपनाउनु पर्ने हुन्छ। लगानी गर्दा राम्रोसँग रिसर्च गरेर अध्ययन गरेर त्यसको भविष्यमा तपाईँले बल्ल लगानी गर्नुपर्ने हुन्छ भने अनुभवी व्यक्तिको सल्लाह सुझाव लिनुपर्ने छ भने अनावश्यक खर्चलाई नियन्त्रण गर्नुहोला। परिवारसँगको समयमा समय बिताउनुहोस् र कार्यक्षेत्र, कर्मक्षेत्र र अवसरहरू सदुपयोग गरेर अगाडि बढ्नुहोला। सकारात्मक सोच र कायम राख्न विद्यार्थीजनहरूका लागि पढाइ लेखाइमा प्राथमिकता दिनुहोला र समय ऊर्जा र सही ठाउँमा प्रयोग गर्नुहोला। हतारमा कुनै पनि निर्णय नगर्नुहोला। अब यसै गरी केही टिप्सहरूको बारेमा, तपाईँलाई उपायको बारेमा बताउँदैछु। यदि कुम्भ राशिको व्यक्ति हुनुहुन्छ भने शनिबार भगवान शनि देवको पूजा आराधना गर्नुहोला। ओम शम शनिश्चराय नमः मन्त्रको जप गर्नुहोला र मन्त्र तपाईँको 108 पटक जप पनि गर्नुहोला। कालो तिल, कालो वस्त्र, कालो दानहरू गर्दा शुभ फलको प्राप्ति हुन्छ। गरिब तथा असहाय व्यक्तिहरूको सहयोग गर्नुहोला। पिपलको रुखमा जल अर्पण गर्नुहोला र लाभदायक प्राप्ति हुनेछ, उन्नति प्रगति हुनेछ। कुम्भ राशिका व्यक्तिलाई सवारी साधनको अवसर दुवै लिएर आएको छ भने सवारी साधन आर्थिक विशेषतामा सञ्चित रहनुभयो भने करियरमा, परिवारमा, शिक्षा तथा सामाजिक क्षेत्र उल्लेखनीयताहरू सफलता प्राप्ति गर्न सक्नुहुने। धैर्य र विवेकले, सकारात्मकपूर्वक सोचले चाहिँ यो साता तपाईँको लागि लाभदायक शुभ योगहरू र उन्नति प्रगतिहरूका योगहरू विशेष गरेर देखिएका छन्। यो समय तपाईँको लागि निकै पोजिटिभ रहनेछ, निकै राम्रो रहनेछ तपाईँको लागि र भाग्य उदय हुँदै जानेछन्। यसले तपाईँको जीवनको मार्गदर्शन विशेष गरेर खुल्नेछ। यसले गर्दाखेरि भोलिको भविष्यमा तपाईँले केही नयाँ विषयवस्तुतिर पनि अगाडि बढ्न सक्नुहुनेछ। यसले तपाईँको मार्गदर्शन, भविष्यका लागि मार्गदर्शन गर्नेछ भने कुम्भ राशिका व्यक्तिहरूका लागि यो साता शुभ रहेर चन्द्रमाको प्रभाव प्रथम भावमा हुने भएले मान सम्मान प्रतिष्ठा र वृद्धि भएर रमाइला कार्यक्रममा सरिक हुने अवसरहरू जुट्नेछन्। आत्मविश्वास बढ्नेछ र सर्वस्त्र तपाईँलाई प्रशंसा प्राप्ति हुनेछ र यसमा उचित फलको प्राप्ति हुनेछ। नोकरी, व्यापार, व्यवसाय, आय क्षेत्र होइन, परिवारको साथ सहयोगहरू, अध्ययन अध्यापन र प्रेम सम्बन्धमा अत्यन्त शुभ नै भएर जानेछ। राधे राधे, जय शम्भु हरे। 83 साल जेठ महिनाको 24 गतेबाट 30 गतेसम्मको साप्ताहिक राशिफल मैले मीन राशिका लागि लिएर उपस्थित भएको छु। विभिन्न ग्रह गोचरहरूको साथमा तपाईँको जीवनमा के कस्तो प्रभाव रहनेछ, राम्रो नराम्रो, शुभ फल, अशुभ फल, भाग्य दुर्भाग्य, रोग ऋण, शत्रु, सफलता, मुद्दा मामिला, कोर्ट कचहरी, दाजुभाइ दिदीबहिनीप्रति सबै क्षेत्रमा शुभ र अशुभको बारेमा चर्चा गर्नेछु। र तपाईँ चिना ट्रिपल कुण्डलीहरू देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ भने तन्त्र मन्त्र यन्त्र वास्तु पूजा पाठ ग्रह स्वस्ति शान्ति भागवत आदि कथाको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा देखाएको नम्बरमा सम्पर्क गर्नुहोला। मीन राशि, मीन राशिका व्यक्तिहरूका लागि यो साता मिश्रित परिणामहरू, शुभ फल र यो साताको सुरुवातमा केही खर्च, चिन्ता र अनावश्यक यात्राले तनाव दिन सक्ने सम्भावनाका योगहरू देखिएका छन्। मङ्गलबार पछिको समयमा भाग्यले र आर्थिक क्षेत्रमा सुधार भएर करियरमा पनि सफलता र प्रगति र परिवारमा सुख शान्ति समृद्धि र बलियो सङ्केतहरू देखा पर्नेछन् र भाग्यले पनि साथ दिनेछ र केही इच्छा र मनोकामनाहरू देवगुरु बृहस्पतिका कृपाले पूर्ण हुनेछन्। साथमा चाहिँ जति पनि मीन राशिको व्यक्ति हुनुहुन्छ स्वास्थ्य जीवनमा को लागि अलिकति सामान्यताभन्दा अघि पछिको भन्दा केही ऊर्जा, केही राम्रो रहन सक्ने देखिन्छ। शरीरमा स्फूर्ति, ऊर्जा बढ्नेछ भने पुरानो स्वास्थ्य समस्याहरू समाधान हुन सक्ने र आउन सक्ने देखिन्छन्। रोग प्रतिरोध क्षमता बलियो रहनेछ। मानसिक रूपमा सकारात्मक महसुस हुनेछ भने हँसिलो वा मिलनसार स्वभावले मन प्रसन्नता र खुसी रहनेछ भने यही 2083 साल जेठ महिनाको यही 23 गते पछिको मङ्गलबार पछि 24 गते पछिको तपाईँको 25-26 गतेमा थप स्वास्थ्यमा अझै सुधारता, एउटा ऊर्जा र आँट जोस बल पराक्रमको वृद्धि भई तपाईँको नियमित रूपमा व्यायाम, योग, ध्यानले अझ मेडिटेसनले तपाईँलाई चाहिँ ऊर्जा बढ्नेछ भने प्राप्त आराम लिनु शुभ हुनेछ भने यसमा समग्र स्वास्थ्यजनक अत्यन्त सन्तोषजनक नै रहनेछ। र जति पनि मीन राशिको व्यक्ति हुनुहुन्छ यो आइतबार सोमबार अनावश्यक यात्रा, अलिकति धन खर्च र केही एवं
चिन्ताको योगहरू भएका कारणले सवारी साधन चलाउँदा यात्रा गर्दा अलिकति ख्याल गर्नुहोला। तर मङ्गलबार पछिको समयमा मैले विभिन्न क्षेत्रमा तपाईँको लागि सुधार देखेको छु र परिश्रम र उचित फलको प्राप्ति हुन सक्ने देखिन्छ। धन आर्जन गर्ने र शत्रुमाथि विजय प्राप्ति र यसै गरी तपाईँको लागि अझै तपाईँको लागि के विशेष इन्भेस्टहरू लगानीकर्ताहरूका लागि राम्रो हुनेछ। पारिवारिक साथ प्रेम सम्बन्धमा मधुर रहनेछ भने व्यापार व्यवसाय कल कारखाना विद्यार्थी वर्गहरूका लागि पनि शुभ योगहरू र साथ निकै उत्तम प्रतिफल परिणामहरूको योगहरू बन्न गइरहेको छ। यसले भाग्य उदय र धन सम्पत्ति वृद्धि गर्नेछ। अचानक तपाईँको जीवनमा शुभ फलहरू आउनेछन्। यसले भाग्यलाई पनि उद्धार गरिदिने विभिन्न शुभ फलको प्राप्ति गर्ने योगहरू देखिएका छन्। त्यसले तपाईँको जीवनमा धेरै कुराहरूको पोजिटिभ एउटा शुभ भाव एउटा तपाईँलाई आउनेछ। यसले तपाईँको जीवनमा राम्रो राम्रो प्रतिफल परिणाम आउन सक्ने योगहरू देखिएका छन्। खुसीहरू धेरै प्राप्ति हुनेछ, जसका कारणले गर्दा तपाईँको जीवनमा एउटा अत्यन्त महत्त्वपूर्ण विषयवस्तुहरू प्राप्ति हुने भएका कारणले गर्दाखेरि अबको समय तपाईँको लागि एउटा राम्रो प्रतिफल परिणाम विशेष गरेर आउन सक्ने भएको कारणले जति पनि श्रद्धालुजनहरू हुनुहुन्छ उहाँहरूका लागि एउटा शुभ समय हो र यसले चाहिँ तपाईँलाई भाग्य एउटा परिवर्तन गर्नतिर लान्छ। आर्थिक क्षेत्रमा तपाईँको धनको विषयमा यो साताको सुरुवातमा खर्च बढ्नेछ। अनावश्यक यात्राबाट जोगिनु होला र लगानीकर्ताहरूका लागि विशेष सावधानी अपनाउनु। कुनै पनि लगानी राम्रो अध्ययन गर्नुहोला र मङ्गलबार पछिको समयमा आर्थिक क्षेत्रमा सुधार हुने भएका कारणले नयाँ नयाँ साधनहरू र यस्तै गरी तपाईँको धन आर्जन गर्ने, रोकिएको धनहरू प्राप्त हुन सक्ने, स्वास्थ्यतिर आर्थिक लाभको सम्भावना र बलियो योगहरू बचत गर्नमा शुभ योगहरू देखेका छन्। अब यस्तै गरी पारिवारिक जीवनमा सामान्यतः नोकझोकको सानो वाद विवादलाई ठुलो बनाउन नदिनु होला र धैर्य समझदारी अपनाउनु होला। आफन्तजनसँगको सम्बन्धमा सुधार गर्ने र मङ्गलबारदेखि पारिवारिक जीवनमा खुसीको वातावरण सिर्जना हुने र शुभचिन्तक तथा आफन्तजनहरूको साथ सहयोगहरू प्राप्त हुने र सामाजिक प्रतिष्ठाहरू बढ्ने। पारिवारिक सम्बन्धमा अझै मधुर बन्नेछ भने पारिवारिक सम्बन्धमा रमाइलो बित्नेछ। घरका कामकाजहरू सकारात्मक ऊर्जाले भरिपूर्ण रहनेछ भने यसै गरी करियर व्यापार व्यवसायका क्षेत्रमा तपाईँको सफलता प्राप्ति हुनेछ। पारिवारिक व्यावहारिक अत्यन्त शुभ रहनेछन् भने रोकिएका कामहरू पुरा हुनेछन्। काम मेहनतमा पनि राम्रो परिणामहरू प्राप्त हुन सक्ने। नयाँ व्यापार व्यवसायका क्षेत्रमा सफल हुने शुभचिन्तकको साथ सहयोगहरू। करियरमा प्रशंसा सम्मानहरू बढ्नेछ। शत्रु प्रतिस्पर्धामा कमजोर रहनेछन् भने आर्थिक उन्नति प्रगतिको योगहरू छ र समाप्तमा तपाईँको विशेष उपलब्धि हासिल गर्न सक्ने योगहरू मीन राशिलाई देखिन्छन्। प्रेम दाम्पत्य जीवनको सम्बन्धमा मैले कुराकानी गर्दा सम्बन्ध सुधार हुनेछ र प्रेम प्रेमिकाको बिचमा सम्बन्ध अझ प्रेम बढ्नेछ। आपसी विश्वास बढ्नेछ। वैवाहिक जीवनमा सुखद रहनेछ। जीवनसाथीको सहयोगहरू प्राप्ति हुनेछ। आत्मा रूपमा बलियो बन्नेछ। साना गलतफहमीहरू शङ्काहरू समाधान हुनेछन्। परिवारको समर्थन तपाईँलाई प्राप्ति हुनेछ। रोमान्टिक समय बित्ने योगहरू छन् र सम्बन्धमा सन्तुष्टि प्राप्ति हुने योगहरू धेरै बनेका छन्। खुसीहरू प्राप्त गर्न सक्नुहुन्छ। भाग्य उदय हुने योगहरू धेरै बनेका छन्। त्यसका कारणले गर्दा आगामी दिन आउनेवाला समयमा तपाईँको लागि एउटा राम्रो योगहरू बन्छ। विद्यार्थीजनहरूका लागि के छ भन्दा अध्ययन अध्यापनमा ध्यान केन्द्रित गरेर अगाडि बढ्ने, उच्च शिक्षा हासिल गर्ने, सपनाहरू पूर्ण हुन सक्ने। यसै गरी प्रतिष्ठित शैक्षिक र संस्थाबाट शुभ समाचारको प्राप्ति हुन छन्। मेहनतको लागि राम्रो प्रतिफल परिणामहरू हुँदैछ भने शिक्षा तथा प्रतिस्पर्धाका क्षेत्रहरूमा तपाईँको सफलता मिल्नेछ। शिक्षकहरूले सहयोगहरू प्राप्त गर्न सक्नुहुन्छ। आत्मविश्वास बढ्नेछ। नयाँ ज्ञानहरूको प्राप्तिको योगहरू बनेको छ। अध्ययन अध्यापन र प्रगति उन्नति हुनेछन् र विद्यार्थीजनहरूका लागि पनि शुभ सङ्केतको योगहरू देखिन्छ। यसका कारणले तपाईँको आउनेवाला समय भविष्यमा राम्रो राम्रो प्रतिफल परिणामहरू तपाईँले निश्चित रूपमा पाउन सक्नुहुन्छ। यसै गरी यसको लागि केही विशेष सुझावहरू छन्। जति पनि मीन राशिको हुनुहुन्छ यो सातामा सुरुवातमा खर्चलाई नियन्त्रण गर्नुहोला। आइतबार सोमबार अनावश्यक यात्रा नगर्नुहोला। लगानी गर्दा ध्यान दिनुहोला र पारिवारिक जीवन धैर्य र समझदारी सम्बन्धन काम राख्नुहोला। मङ्गलबार पछि आएका अवसरहरूलाई सदुपयोग गर्नुहोला र शुभचिन्तकको सुझावलाई महत्त्व दिनुहोला। विद्यार्थीजनहरूले अध्ययन अध्यापनमा निरन्तर दिनुपर्ने हुन्छ। प्रेम सम्बन्धमा विश्वास राख्ने कायम गर्नुहोला र स्वास्थ्यप्रति सञ्चित रहनुहोला। लक्ष्य प्रति ध्यान केन्द्रित गर्नुहोला र प्रतिदिन भगवान विष्णु पूजा, हनुमान पूजा, ओम नारायणाय नमः यो मन्त्र जप गर्नु। पहिलो वस्त्र, पहिलो बेसार आदि दान गर्नु, चन्द्रदान गर्नु र गरिब तथा आवश्यकता परेकालाई भोजन दान गर्नु र धार्मिक तथा आध्यात्मिक कार्यहरूमा सहभागी हुनु। मीन राशिका व्यक्तिलाई सुरुवातमा केही खर्च चिन्ताले प्रतिभा पारे तापनि मङ्गलबारको भाग्यको साथ प्राप्ति हुने र करियर शिक्षा व्यापारमा शिक्षा तथा आर्थिक क्षेत्रहरूमा सुधार हुने। सफलताका मेहनतका धैर्यता सकारात्मक सोच देख्नुभयो भने यो साता तपाईँको लागि ठुलो उपलब्धिहरू समृद्धिहरू प्राप्त हुन सक्ने योगहरू देखिएका छन्। भाग्यले साथ दिनेछ। यसै गरी मीन राशिका पूजनीय गुरु मातापिता प्यारा दाजुभाइ दिदीबहिनीहरू यो साप्ताहिक राशिफल तपाईँको लागि हामीले हेर्ने हो भने यहाँ जति पनि श्रद्धालुजनहरू हुनुहुन्छ, किनकि
अचानक तपाईँको जीवनमा एउटा परिवर्तन देखा पर्ने, रोकिएको कामहरू दोहोऱ्याएर फेरि गर्नुपर्ने स्थिति, आफन्तजनसँगको सम्पर्कले एउटा मनमा आनन्द, ऊर्जाहरू बढ्नेछ, अध्ययन अध्यापन ध्यान केन्द्रित हुनेछ, शुभचिन्तकको साथहरू पाइनेछ, आम्दानीका स्रोतहरू वृद्धि हुनेछन्, मेहनतले व्यापार व्यवसायमा राम्रो उपलब्धिहरू, यो हप्ताका लागि इच्छा शक्ति बढ्नुका साथसाथै लक्ष्य प्राप्ति हुने, सास आँट जुट्ने र मान सम्मान दिलाउने, अर्थ उपार्जनका विशेष स्रोत प्राप्ति हुने, भौतिक साधनहरू जुट्ने योगहरू देखिएका छन्, खुसीका योगहरू देखेका छन्, सम्पत्तिका योगहरू देखेका छन्, मान सम्मानको योगहरू देखेको छ, धेरै कार्यहरू मा एउटा पोजिटिभ सङ्केतहरू देखिएका छन्। त्यसका कारणले मीन राशिका व्यक्तिलाई देवगुरु बृहस्पति पञ्चम स्थानमा भई यो वर्ष विशेष गरेर तपाईँको लागि बेहतर निर्णयहरू, तरोताजाको महसुसहरू, बुद्धि विद्या र खुसमिजिस रवैया, तपाईँको गाछप्रति खुसी हाँसी मजाकहरू, आर्थिक जीवनको भाग्यको साथहरू प्राप्ति, धर्म कर्ममा इन्भेस्टहरू, तपाईँको लागि वास्तविक विचार आलोकनहरू, तपाईँका लागि धन रोकिएको पैसाहरू प्राप्त हुन सक्ने, यसै विभिन्न कार्यहरू छन् र सही सास आँट जोस बल पराक्रम र दिक्कतबाट जोग्नु, मानसिक शान्ति भङ्ग हुन नदिनु होला र यसलाई तपाईँले आफ्नो जीवनलाई निरन्तर दिएर अगाडि बढ्नु होला। एकदमै प्रशंसा, उन्नति, प्रगति, भाग्यको साथहरू प्राप्ति हुने भएका कारणले शुभ समाचार पाउन सक्नुहुन्छ, उच्च शिक्षा प्राप्ति गर्न सक्नुहुन्छ, भाग्यमा प्रवेश गर्न सक्ने योगहरू छन्, भाग्यका ढोकाहरू खोलिदिएका छन् भने शुभ समाचारको योगहरू बनेको छ र तपाईँलाई देखिएका छन्। राम्रो प्रतिफल, परिणाम, शुभ फल देखिएको छ। यो समयमा राइट टाइममा राइट काम गर्ने समय रहेको छ। त्यसका कारणले मीन राशिका व्यक्तिलाई चारै दिशाबाट भाग्यको ढोकाहरू खोलिएको देखिन्छ भने तपाईँको लागि समयको सदुपयोग गरेर अगाडि बढ्नुभयो भने धेरै राम्रो राम्रो प्रतिफल, परिणाम, शुभ फलहरू पाइराख्नुहुनेछ र भाग्य पनि उदय हुनेछ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म यो भिडियोबाट बिदा चाहन्छु। सबैले भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिन म विनम्रता अनुरोध गर्दछु। र फेरि यस्तै प्रकारको भिडियोहरू लिएर हजुरहरूको माझमा म उपस्थित हुनेछु। अहिलेको लागि यति नै। सबैको जय होस्, सबैको कल्याण होस्, सबैले भगवानले सदा हजुरको कल्याण गरून्, रक्षा गरून्, जीवनमा आँटेको पूर्ण गरून् र फेरि पनि माता भगवतीको चरणकमलमा म नमन गर्दै तपाईँहरू